जनजातिको हिसाबले सबै जातिहरू बस्नुहुन्छ। मूल्य चाहिँ राम्रो पाएन हैन, बजारमा चाहिँ हामीले कम मूल्यमा बेच्नुपर्ने हुन्छ हैन, त्यही कारण लागत चाहिँ उठाउन गाह्रो। पहिलाको प्रविधिहरू त सबै लोप भइसक्यो, जस्तो ढिक्की जाँतो हैन, अब दाई हाल्ने गोरु यी भने लोप भयो। विदेश पठाउनको लागि चाहिँ आफ्नो छोराहरूलाई चाहिँ 15-20 लाख रुपियाँ 50 लाख रुपियाँ पनि लगानी गर्न तयार हुने हैन। अब विकास पनि अब पहिलाको भन्दा त विकास भएको छ, तर जनताले चाहे जस्तो विकास भएको छैन। केही गर भन्नको लागि तपाईँ आज रेडी हुनुहुन्छ कि हुनुहुन्न? नेपालमा सरकारले किसानलाई हेर्ने एकदमै लो स्तरबाट हेरिदिन्छ कि। जेएनजीको नाममा चाहिँ सबै त्यही अवसर लुट्नेहरू मात्रै भइरहेछन् नेपालमा। हजुर उहरू छन् नि वैयतहरू, यिनीहरूलाई सबैलाई फालिदिन्थेँ म, सबैले फालिदिन्थेँ। आजकल पोडकास्ट भन्ने बित्तिकै के याद आउँछ? स्टुडियोको फेन्सी लाइट, कम्फर्टेबल सोफा, सो कल्ड इन्फ्लुएन्सर्स, सेलिब्रिटिज र कन्टेन्ट क्रिएटर्सहरू जो आफ्नो सक्सेसको कुरा गर्छन्, जो आफ्नो स्ट्रगलको कुरा गर्छन्, र जो आफ्नो प्रफिट र आफ्नो ब्रान्ड प्रमोसनको कुरा गर्छन्। गलत भन्न खोजेको पनि होइन, तर यति कुरा चाहिँ पक्का हो कि यो देशको रियल स्टोरिजहरू त्यो स्टुडियोभित्र बसेर मात्रै नआउन सक्छ। यो देशको असली कुरा त यो बाटोमा छ, यो खेतमा छ, यो चौतारामा छ, र यो गाउँहरूमा छ, जहाँ मान्छेले कुरा गर्दा स्क्रिप्ट फलो गर्नु पर्दैन, स्पोन्सरसिपको टेन्सन हुँदैन, र के बोल्दाखेरि रिच घट्छ भन्ने तनाव पनि हुँदैन। यो पोडकास्ट सेलिब्रिटीहरूको पनि होइन, इन्फ्लुएन्सरहरूको पनि होइन, यो पोडकास्ट स्टेजमा बस्नेहरूको पनि होइन, यो पोडकास्ट माटोमा काम गर्ने हातहरूको हो, र यो पोडकास्ट नेपाल र नेपालीको हो। किन कोही गाउँ छोडेर गयो, किन कोही गाउँमै बसिरह्यो, किन कोही अझै पनि यो माटो छोड्न सकेको छैन। यो पोडकास्टमा हामी सक्सेस स्टोरी पनि सुनाउँछौँ, र सँगै स्ट्रगल, फियर र कन्फ्युजनको कथा पनि। सबै कुरा मोडर्न हुँदै गयो र हामीले केही कुराहरू बिस्तारै छोड्दै गयौँ। बन्द कोठाको कन्सेप्टबाट थोरै माथि उठेर स्टुडियोबाट होइन गाउँबाट, र टेबलबाट होइन चौताराबाट, फिल्टर्ड कन्टेन्ट होइन कि अनफिल्टर्ड ट्रुथ। यो पोडकास्ट कथा सुन्नको लागि मात्र होइन, कल्चर बचाउनको लागि पनि हो। यो हो के छ गाउँमा। आजको एपिसोडमा हामी चौतारीमै बसेर यस्तो मान्छेसँग कुरा गर्दैछौँ जो फेमस त होइन, तर यो देश र माटोको लागि एकदमै महत्त्वपूर्ण हुनुहुन्छ। सबैजनालाई नमस्कार। नमस्कार। तपाईँहरूलाई हार्दिक स्वागत छ। धन्यवाद। अब म सुरुमै परिचय मार्फत जान चाहेँ, थोरै तपाईँले आफ्नो परिचय दिनुहुन्छ। मेरो नाम सीताराम भट्टराई, नमस्ते। हजुर, म विशेष यही धुलिखेल नगरपालिका वडा नम्बर 12 मा बस्छु। यो चाहिँ शङ्खुपाटी चौर, हजुर, एक्लेखेत हो, र मेरो फिल्ड सेक्टर पनि यो नगरपालिकाको 7वटा वडाभित्र म विशेष गरी यो कृषि क्षेत्रमा आफू कृषि कर्म गर्दै अरूलाई सिकाउँदै त्यो हिसाबले अहिलेसम्म गरिरहेको। ए जस यही ठाउँमा नै अहिलेसम्म हुनुहुन्छ। हजुर, तपाईँको पनि थोरै नमस्कार। मेरो नाम सुशीला थापा, म पनि यही धुलिखेल नगरपालिका वडा नम्बर 12 मा बस्छु। म पनि सामान्य कृषि पेसा गरेर गाईबस्तु पालेर म यही गाउँमै बस्छु। अब तपाईँको पनि थोरै परिचय। नमस्कार, म रत्नबहादुर तामाङ, धुलिखेल 12 एक्लेखेतमा चाहिँ मास्लो एक्लेखेत म चाहिँ अलिक माथि पर्छ। म नि कृषि खेती नै गर्छु, टनेल हालेको छु मैले 9-10 वटा। हजुर, र त्यही काम गरिरहेको छु अहिले। यो सबैजना नै कृषि पेसामा चाहिँ आबद्ध हुनुहुन्छ यो ठाउँमा चाहिँ। ए हजुर, एक्लेखेत भनेको यो तल खोल्छो थियो नि, त्यहाँबाट चाहिँ सुरु भयो हाम्रो, होइन त? त्यही हो, जुन शङ्खुपाटी चौरबाट एउटा खोलोले काटेको छ, त्यहाँबाट यतापट्टि चाहिँ एक्लेखेत। अनि तपाईँहरू जो गाउँ चाहिँ तलमाथि नै भए पनि एउटै ठाउँको चाहिँ हुनुभयो? हजुर, एउटै ठाउँको। अब यहाँ जनजातिको हिसाबले सबै जातिहरू बस्नुहुन्छ। हजुर, यहाँ ब्राह्मण, क्षेत्री, नेवार, तामाङ, दलित सबै जाति भाषाभाषीका मान्छेहरू जो यही एउटा वार्डभित्र पनि जो त्यो किसिमको विविधता छ भन्नु मिल्यो हामीले। हजुर हजुर हजुर। तर मास्लो भेगमा चाहिँ प्राय तामाङ बस्ती छ, हजुर। तल्लो भेगमा चाहिँ अब यही क्षेत्री बाहुन। ल गाउँमै बसेर कृषि पेसाले चाहिँ तपाईहरुलाई मजाले धान्न पुगेको छ कि छैन, अथवा त्योभन्दा बाहेक पनि केही गर्नु भएको छ कि छैन? तपाईबाट सुरु गरौँ। समग्रमा गाउँले जीवन चाहिँ हाम्रो कृषि पेसामै बितेको हो।
अब अहिलेको स्थितिमा देशको स्थितिमा जब हामी उत्पादन गर्छौँ हाम्रो उत्पादन चाहिँ त्यसरी सहज रूपमा बिक्री छैन। त्यो बिक्री नभएको कारणले चाहिँ हामी अलिकति यही पेसामा मात्रै सीमित भएर बस्ने अवस्था चाहिँ छैन। कि सरकारले त्यो बजारको व्यवस्था गरिदिनु पर्यो, जुन एउटा लागत को आधारमा मूल्य तोकिदियो भने त्यो हिसाबले हुन्छ। नत्र भने कृषिको अलावा अरू जस्तो बच्चाहरू जागिरतिर छन्, अब कोही गाडी चलाउनुहुन्छ, त्यही हिसाबले पनि अब हामी चाहिँ जीवन धानेर अहिलेसम्म यहाँ टिकेर बस्यो। अनि यस्तो जस्तै म तपाईँमा यही कुरालाई जोडेर पनि मैले सोध्न चाहेँ होइन, अब बजार छैन भन्दै गर्दा काभ्रे भनेको त हाम्रो राजधानीको पनि एकदमै नजिक परेको ठाउँ हो होइन। यदि काभ्रेकै पनि उत्पादनले बजार पाउँदैन भने त नेपालका दूरदराज ठाउँ कति ठाउँमा उत्पादन हुन्छन् होइन। अब कसरी बजार व्यवस्थापन भइरहेको छ होला त, अब हामीले के चाहिँ आशा गर्ने त अरू ठाउँबाट? काभ्रेले त कम्तीमा बजार पाउनु सक्नु पर्थ्यो नि त होइन र? होइन, बजार नपाउने भन्ने त छैन, तर के भने हामी किसानले चाहिँ अब जस्तै मूल्य चाहिँ राम्रो पाएन होइन, बजारमा चाहिँ हामीले कम मूल्यमा बेच्नुपर्ने हुन्छ होइन, त्यही कारण लागत चाहिँ उठाउन गाह्रो त्यस्तो भएको छ कि। बजार त पाइन्छ, अब बनेपा पनौती बजारहरू त छन्। अब त अलिकति त हायरै अलिकति दुःख चाहिँ गर्नु पर्यो भन्ने, दुःख गरेरै बोकेरै लानुपर्ने। जस्तै उत्पादनकै कुरा गर्दा तपाईँहरूले यही ठाउँमा चाहिँ जस्तै यही वार्डको अथवा यो नगरपालिकाको कुरा गर्दाखेरि चाहिँ उत्पादन चाहिँ खासमा के गर्नुहुन्छ र त्यसरी बजारमा के चाहिँ लगेर बेच्ने गर्नु भएको छ? के छ उत्पादन त हरेक हुन्छ यहाँ, अब साग हुन्छ, काउली हुन्छ, टमाटर हुन्छ, आलु हुन्छ, होइन त मामा हरेक त्यसको अलावा चाहिँ यहाँ यो गाई पालन, भैँसी पालन, दुध उत्पादन हुन्छ, हुन्छ, खसी बोका उत्पादन हुन्छ, हरेक हुन्छ यहाँ। अब त्यो हिसाबले अब अलिकति म यसैमा जोड्छु। जस्तो किसानले उत्पादन गर्छ, अस्ति भर्खरकै 1 महिना अगाडि गोलभेडा किलोको 150 पुगेको थियो। किसानको हातमा चाहिँ 150 आयो, जब त्यो चाहिँ 5 दिन पनि टिक्न सकेन, किनभने यहाँ चाहिँ कमिसनको खेल हुन्छ र इन्डियाबाट हरार गोलभेडा ल्याएर अर्को 30 रुपियाँ किलोमा त्यो एकदम विषादी हालेको, पाक्दै नपाकेको, रातो मात्रै देखिने खालको गोलभेडा चाहिँ बजारमा छ्यास्ती हुन्छ। त्यो हिसाबले यहाँको किसान चाहिँ आफ्नो उत्पादनबाट सन्तुष्टि चाहिँ छैन, जो सन्तुष्ट हुन सकिएन भन्ने कुरा। जस्तै पहिलाको हिसाबले यो आजकल अलिकति यो विषादीदेखि लिएर अनेक कुरा प्रयोग गर्दै उत्पादन घटेको जस्तो चाहिँ तपाईँलाई लाग्छ कि लाग्दैन? अलि पहिला र भन्नेको तपाईँहरू अलि जस्तै अब तपाईँहरू हाम्रै उमेरको हुँदा वा चाहिँ अलि पहिला र अहिलेमा चाहिँ त्यस्तो उत्पादन लगायत अरू कुरामा केही फरक पाउनु भएको छ? अब यही कुरा गर्छु म अलिकति। जस्तो हामी अगाडिदेखि हाम्रा बुवा मम्मीहरूको पालादेखिको कृषिको कुरा गर्ने हो भने अब देशी मल भर्खर निस्किँदा हल्का रैथाने बालीहरू, धान, गहुँ, कोदो, मकै, यिनीहरू हल्का मात्रै उत्पादन हुन्थ्यो भने जब देशी मल, रासायनिक मल आइसकेपछि यो उत्पादन वृद्धि भयो र बिस्तारै यो कृषिमा चाहिँ परिवर्तन, आधुनिकीकरण हुँदै जाँदा तरकारी खेतीहरू पनि गर्नलाई यहाँका किसानहरू अग्रसर भए। उहाँहरूले खेती गर्नुभयो, पहिला खुल्लामा गर्नुभयो, त्यसपछि टोनेलमा गर्नुभयो र अब उत्पादनको हिसाबले जब त्यो हामी परिमार्जित हिसाबले आधुनिक पारामा गएपछि तरकारीहरू चाहिँ उत्पादन बेसी भयो, फर्म खोलेर भैँसी गाई पालन गर्नेको नि उत्पादन बेसी भयो र त्यही हिसाबले बेसी चाहिँ भयो, तर लागत बढी भयो। लागत बढी हुनासाथ के भयो भन्दा उत्पादन त अहिले पनि त्यस्तै छ, त्यस्तो उ छैन। सरकारले देशी मल दिन नसके मात्रै हो, हाहाकारै हुन्छ। उत्पादन देशी मल प्राप्त भएको खण्डमा चाहिँ उत्पादन टन्नै हुन्छ, भएन भने उत्पादन घट्छ। त्यस उत्पादन पहिला भन्दा चाहिँ बढेको नै हो। जस्तै तपाईँले पनि प्रयोग चाहिँ जस मजाले गर्नुहुन्छ भने रासायनिक मलहरू पनि अब खेतबारी जस्तो बालीमा र तरकारी दुई थरी नै हुन्छ के अरे हाम्रो त? हजुर, रासायनिक मल प्रयोग गरेको, तर अब चाहिँ बिस्तारै यसले चाहिँ परिवर्तन गरेर अर्ग्यानिकतिर जानुपर्छ भन्ने सोचमा चाहिँ म लागेको छु होइन। त्यही कारण अब हामीले ट्रेनिङ पनि लिएर आएको छु। हजुर, अब चाहिँ बिस्तारै यसलाई अर्ग्यानिकतिर नै लाने सोचमा छु। जस्तै अहिले त यो प्रधानमन्त्री के यो कृषि कार्यक्रम भनेर कृषि ज्ञान केन्द्र भन्ने पनि ठाउँ ठाउँमा छ होइन। त्यसले पनि बिउ बिजनदेखि लिएर हरेक कुरामा, जस्तै अब बिउ बिजन एक त भइहाल्यो होइन, जस्तै बिउहरू पनि अलि तरकारी बाहेकको बालीहरूमा पनि उनीहरूले सहयोग गर्ने गरेको थियो होइन। जस्तै आलुको पनि आलु पकेट क्षेत्रहरू छुट्याएर त्यस्तो यता पनि त्यस्तो त्यो कार्यक्रमहरू आएको छ कि छैन त? के छ यस्तो?
अब नेपाल सरकारको विभिन्न निकायहरू छ जुन चाहिँ अब नगर कृषि शाखा छ अनि कृषि ज्ञान केन्द्र छ अनि यो सुपर जोन नेपाल सरकार र प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तर्गत सुपर जोन पनि छ। यिनले सहयोग चाहिँ किसानलाई गर्छ तर कस्तो भने जसको बढी पहुँच भयो उहाँहरूले चाहिँ सहयोग प्राप्त गर्न सक्नुहुन्छ। जस्तो आलु सुपर जोन मै पनि त्यही किसिमको भइराखेको छ। अलिकति कोही अब सामान्य किसानहरूलाई चाहिँ ती कुराहरू कहाँबाट आउँछ भन्ने कुरो थाहा नै हुँदैन र अलिकति थाहा नै हुँदैन। जस्तै अब अहिले त दिदीसँग जान चाहे म चाहिँ यो स्थानीय तह आउनु भनेको यही कुराहरू चाहिँ आओस् भनेर पनि त होइन। स्थानीय तहले त प्रत्यक्ष रूपमा जनतासँग नजिक भएर के कार्यक्रम आइरहेछ भन्ने कुरा पनि बताउने हो। कतिको प्रभावकारी छ यहाँको वडा र यहाँको नगरपालिकाको कार्यालय थोरै दिदीले अनुभव गरेको कुरा भनिदिनुहोस् न। अब त्यस्तो खासै वडाबाट त त्यस्तो केही पनि थाहा हुँदैन नि मामा, हुन्छ त हुँदैन नि होइन। वडाबाट अलिकति हामी पनि जागरुक हुनुपर्ने देखिन्छ। हामी पनि चासो एक प्रकारले लिएको छैनौँ अनि अब त्यस्तो खासै कुराहरू गर्दाखेरि अब वडाबाट नि यस्तो खासै यस्तो कुराहरू त छैन। हामीलाई एउटा आयोजना आएको खण्डमा त कम्तीमा जानकारी त गराइदिनु पर्ने हो नि त। जानकारी पनि खासै त्यस्तो हामीलाई वडाबाट छैन नै। हजुर छ त काटे जस्तो भयो तर के मात्रामा आइरहेछ जस्तै ट्र्याक्टरहरू 50% अनुदानमा हैन। त्यो त हामीलाई साना किसानले दिएको भयो नि होइन वडाबाट पनि आछ। होइन मामा वडाबाट पनि आछ प्लास्टिक। तर हामीले चाहिँ मैले चाहिँ पाएको चाहिँ मेन कुरो मैले लिएको चाहिँ साना किसानबाट मोल युरिया मोल लिएको छ। गेडा मोल साना किसानबाटै हो। बिउ बिजन इधर उधर आएको पनि मकैहरूलाई यता उधर आएको पनि साना किसानबाटै हो। वडाबाट चाहिँ मलाई त्यति खासै थाहा भएन। त्यो विषयमा अलिकति विस्तृत रूपमा जस्तो साना किसानलाई पनि सहयोग गर्ने निकाय भनेको चाहिँ वडा अनि वडा नगरपालिका लगायतबाट नै बजेट आउने भन्ने त हो नि त हैन। अनि यो प्रधानमन्त्री कृषि आधुनिकीकरण प्रदेश अन्तर्गत सङ्घ अन्तर्गतै हो हैन। जताडा आए पनि त्यो नेपाल सरकारको अनुदानै हो। त्यो अनुदान चाहिँ साना किसानले प्रष्ट रूपमा कसले काम गर्छ त्यो हिसाबले ल्याएर वितरण गरिदिन्छ। यहाँ चाहिँ मेन साना किसानले निकायबाट आउँदा चाहिँ अब पहुँच कसको छ त्यो हिसाबमा। अनि जस्तै अहिलेकै कुरा गर्दा म थोरै रत्न दाइसँग जान चाहे जस्तो मेन पावर भनेको जनशक्ति कतिको अभाव छ। युवाहरू गाउँमा कतिको हुनुहुन्छ मैले आजै पनि अब आउँदै गर्दाखेरि पनि त्यति धेरै बाटोमा देखिनँ होइन। भन्न खोजेको यो ठाउँ भने त अझ राजधानीबाट पनि नजिकैको ठाउँ हो होइन। अब गाउँमा युवाहरूको चाहिँ उपस्थिति कतिको छ होइन। अब तपाईँहरूले कृषि गर्दै गर्दा तपाईँकै आफ्नो परिवार छोरा नातिहरूले कतिको सहयोग गर्नुहुन्छ अथवा यस काममा चाहिँ संलग्न हुनुहुन्छ कि हुनुहुन्न? होइन युवाहरू त प्रायः अहिले विदेशिएकै छ होइन। युवाहरू पाउनै गाह्रो छ यहाँ। हजुर काममा अब मैले नि अब तरकारी खेती गरेको छु है। काम गर्ने मान्छे पाउनै गाह्रो छ एक त होइन। एक त ज्याला नै महँगो होइन। अब त्यही त हो नि जनशक्ति नभएपछि त महँगो त हुने नै भइहाल्यो होइन। प्रायः विदेशी नै छन्। अब मेरो पनि खास भन्नुपर्दा चाहिँ मेरो बुढाबुढी मात्रै छन्। ल छोराछोरीहरू बाहिरै छन्। बाहिर भन्नाले विदेश नै हुनुहुन्छ कि विदेश नै हुनुहुन्छ भनेपछि त्यही कारण मैले चाहिँ अब आफू सकुन्जेल चाहिँ यही माटोमा यही देशमा चाहिँ परिश्रम गरेर के गर्छु भन्ने मेरो चाहिँ आँट छ। खेताला नलाइकन तपाईँ खेती गर्न सक्नुहुन्छ? होइन खेताला के मात्रामा लाउँछु प्रायः चाहिँ आफैले गर्छु होइन। त्यसमा नि अहिले प्रविधिले गर्दा जस्तै मल्चिङ प्रविधि गऱ्यो भने त्यसमा खेताला कम लाग्ने रहेछ। झारपातहरू गोडमेल कम श्रम लाग्ने होइन। त्यही भएर चाहिँ अलिक यहाँ नि खेत गोरु पाल्ने चलन त सर्लकै हरायो नै होला है। गोरु पाल्ने चलन हरायो। हात्ती ट्र्याक्टर नै प्रयोग गर्छ जसले गर्दा सजिलो पनि भएको छ होइन। हो सजिलो चाहिँ भयो तर एक हिसाबले त्यो पहिला गोरु पाल्ने गोरु चराउन जाने अथवा चाहिँ दाइँ हाल्ने एउटा हुन्छ नि त। दाइँ हाल्ने भन्ने यता हुन्थ्यो कि हुँदैन? अब हामीलाई अलिकति थाहा छ कहिले हामी गएर चिनेमा एकचोटि हामीलाई थाहा छ दाइँ हाल्ने कुरा। अब पहिलाको प्रविधिहरू अहिले बचेका छैनन्। पहिलाको प्रविधिहरू त सबै लोप भइसक्यो। जस्तो ढिक्की जाँतो होइन। अब दाइँ हाल्ने गोरु यी भने लोप भयो। लोप नै भइसक्यो। आधुनिक हिसाबले चाहिँ यी कुराहरू चाहिँ अगाडि बढ्दैछ। जस तपाईँहरू चाहिँ आधुनिक कुरामा लगभग एड्याप्ट भन्न खोजेको अब त्यसमा संलग्न भइसक्नु भयो। त्यसमा चाहिँ बानी परिसक्नु भयो। परिवर्तन भइसक्यौँ हामी पनि समयसँग। कोही बसाइ जानुभएको छ, कोही सुविधाको खोजीमा काठमाडौँ जानुभएको छ, कोही अब आफ्नो सदरमुकामतर्फ अग्रसर हुनुभएको छ। तर जो यहाँ हुनुहुन्छ
उहाँहरूले चाहिँ अहिलेसम्म पनि यो ठाउँमा आफ्नै माटो चलाएर जीविका गरेर बस्नुभएको छ। कोही आधुनिक खेतीमा जाँदै हुनुहुन्छ, कोही सुरु गर्दै हुनुहुन्छ र त्यसमध्येमा पनि अहिले चाहिँ एउटा यो साना किसान मार्फतै आएको एउटा कार्यक्रम छ अर्गानिक कृषि। यो चाहिँ विषादी बहुत चाहिँ भएर मान्छेको स्वास्थ्यमा समेत अलिक बढी असर गरेको कारणले यो विभिन्न अध्ययन अनुसन्धानबाट चाहिँ अब यो अर्गानिकमा जानुपर्छ, फेरि पहिलाकै स्थितिमा चाहिँ हामी जानुपर्छ भन्ने। ठिक छ, त्यही त यही पहिलाकैमा जानुपर्छ भन्ने डिमान्ड पनि एकदमै बढ्दो छ अर्ग्यानिक चिजहरूको होइन। तर यसमा चाहिँ रुचि अलिकति युवाहरूको कम नै जस्तो देखिन्छ कि भन्न खोजेको। अब तपाईँहरूले पनि विदेश पठाउनको लागि चाहिँ आफ्नो छोराहरूलाई चाहिँ 15-20 लाख रुपियाँ 50 लाख रुपियाँ पनि लगानी गर्न तयार हुने होइन। ल सामान्य 5 देखि 10 लाख रुपियाँ यहीँ लगानी गरेर केही गर भन्नको लागि तपाईँ आज रेडी हुनुहुन्छ कि हुनुहुन्न? म दिदीलाई सोधेँ पहिला चाहिँ है। अब अहिलेको बच्चाहरूको चाहनै प्रायः जस्तो विदेशै जाने हुन्छ अनि अब सकभर त यहीँ आफ्नै माटोमा गरेको राम्रो नि। त्यो यति दुःख यहाँ बाहिर गरेको दुःख नेपालमै आफ्नै देशमा आफ्नै होइन, बच्चाहरूको चाहिँ इच्छा त एउटा भयो होइन। तपाईँहरूले चाहिँ त्यसमा अब्जेक्सन गर्नुहुन्छ कि गर्नुहुन्न भन्ने कुरा कि मेरो सकभर त म त मेरो छोरालाई त सकभर त नजाऊ, आफ्नै आफू जन्मेकै ठाउँमा दुःख गर, अहिले यहीँ नै हुनुहुन्छ। हजुर हजुर। यो कुरामा अलिकति मैले काटिन्छ जस्तो यो विदेश नजाने सिचुएसन भनेको देशको स्थिति देशको राजनीति चाहिँ हिसाबले हुन्छ। जस्तो देशमा कुन हिसाबले राजनीति चलेको छ भन्दा यहाँ चाहिँ नेपालमा अहिले पछिल्लो समय आएर अलिकति द्वन्द्वात्मक हिसाबको राजनीति चल्यो र जसले गर्दा चाहिँ नेपालमा हाम्रा छोराछोरी नै बस्ने स्थितिसम्म नरहने अवस्थामा पुगेको छ। अब यसलाई चाहिँ नेपाल सरकारले कसरी रोक्छ भन्ने कुरा हो। अब हाम्रो चाहना त हाम्रा बच्चाले सुख पाओस्, विदेशै गएर भए पनि यहाँको जस्तो दुःख झेल्नु नपरोस् भन्ने चाहना त अभिभावकको हुनु स्वाभाविक नै त लाग्छ। तर भने जस्तो पनि नभएको जस्तो अवस्था होला। हजुर त्यस्तो हुन्छ। अब पढ्दै पढ्दै बच्चाहरू जाँदै जाँदा अब 12 सकिने बित्तिकै कहाँ के गर्ने त भन्यो भने अब बाहिर भन्छन् अहिले बच्चाहरू। अब थोरै म दाइलाई चाहिँ सोध्न चाहेँ, जस्तै तपाईँहरू अब तामाङ कम्युनिटीबाट चाहिँ समुदायबाट हुनुहुन्छ होइन। अब त्यो कुराहरू अब काभ्रेमा हामीलाई पनि दिमागमा के आउँछ भने काभ्रे भन्ने बित्तिकै तामाङ भन्ने चाहिँ मलाई पहिला दिमागमा आउँथ्यो अलि पहिला, अब काठमाडौँमा नआउँदै पनि होइन। काभ्रे भनेको चाहिँ तामाङ त्यसपछि अलिकति त्यो बढी छ भन्ने लाग्थ्यो। तर आइसकेपछि थोरै फरक पनि रहेछ होइन। तपाईँहरूको अहिले ठ्याक्क संस्कृति संस्कार चलनको कुराहरू कन्टिन्यू पहिला जस्तो थियो अहिले पनि त्यो चलिरहेको छ कि त्यसमा अलिकति फरक केही पाउनु भएको छ कि के छ? होइन, संस्कारमा त उस्तै हो होइन, के भिन्नता छैन, जस्तो पहिला छ त्यस्तै छ। अब अहिले चाहिँ विदेशीले गर्दाखेरि चाहिँ अब अहिले खेतीपातीमा पनि कम खेतीपाती गर्नेको सङ्ख्या पनि कम भएको छ होइन, सबै विदेशीहरू छ। जस्तै तामाङ समूहमा सायद मै मात्र होला अलिकति गर्छु भनेर टनेल खेती यताउति तरकारी खेती गर्छु भनेर, अरूको प्राय छैन होइन। अब यो एउटा कुरा चाहिँ बजार व्यवस्थापन पनि राम्रो छैन, किनभने यहाँबाट बनेको पनौती लान अलि अब सार्वजनिक बसहरू छैन जस्तो लाग्छ। अब आफ्नै गाडी भयो भने अलि सहज भयो, नत्र भने गाह्रो छ। अब मेरो चाहिँ आफ्नै बुलेरो गाडी छु, त्यही कारण म चाहिँ अब गर्न सक्छु के उत्पादन भएको चिज अब अहिले भयो भने अहिले लानु। तपाईँ आफै पनि चलाउनुहुन्छ भने? आफै चलाउँछु। म आफै चलाउनु। अनि म पनि त्यस्तै पहिला विदेशै गएर आएको, 10 वर्ष साउदीमा बसेर आएको। हजुर। अब चाहिँ यही देशमा चाहिँ के गरौँ के गरेर देखाउँ भन्ने। कति वर्षको उमेरमा जानुभयो? म चाहिँ 2005मा गएको। हजुर। अनि 15मा फर्केको, अहिले 10 वर्ष भयो। 10 वर्षमा चाहिँ अब यतै कृषि कार्य गरेरै बस्छु भनेर चाहिँ गरिरहेको छु। अब छोराहरूलाई पनि मैले त्यो सुझाव चाहिँ दिएको छु, अब सधैँ विदेश त बसेर हुँदैन, भोलि गएर यहीँ आएर चाहिँ यस्तै गर्नुपर्छ भनेर चाहिँ सुझाव दिएको छु। अब उनीहरू चाहिँ भन्छन् अब के गर्ने नेपालमा बसेर के गर्ने, खोइ उपलब्धि छैन। अब इन्जिनियर पास गरेको छ छोरा एउटाले, अब नेपालमा बसेर के कामै पाइँदैन भन्छ। त्यही भएर समस्या चाहिँ त्यही हो, रोजगारी त्यस्तैको छ। तपाईँले पढाइ चाहिँ कतिसम्म पहिला पढ्न पाउनुभयो पाउनु भएन अथवा छोड्नुभयो? एसएलसी पास गरेँ, हामीसँगै हो। हजुर। तर उहाँले चाहिँ माथि बढाउनु भयो होला, तर मैले चाहिँ सकेन, किनभने आर्थिक अवस्थाले गर्दा नै अब तामाङहरू प्रायः पिछडिएकै हुन्छ होइन, त्यही कारण
त्योभन्दा अगाडि चाहिँ जान सकेन। सीमान्तकृत त्यो चाहिँ भन्ने ऊ पनि थियो होइन, तर अहिलेको हकमा भन्दा त अब अलिकति माथि नै पनि आइसक्यो। आर्थिक अवस्थाले गर्दा नै अगाडि बढ्न सकेन, पढाइमा चाहिँ बढाउन सकेन। त्यसैमा अब यो आर्थिक अवस्थाको अलिकति कुरा गर्छु म। जस्तो यो भूगोलमा चाहिँ हाम्रो आय स्रोतको बाटो भनेको चाहिँ मुख्य सुन्तला थियो। सुन्तला फल थियो यहाँ पहिला? सुन्तला चाहिँ वार्षिक रूपमा एउटा घरले हुँदै नभए नि 1 लाख 1.5 लाख 2 लाख 5 लाख वर्षको 20 लाखसम्म यही गाउँका मान्छेले सुन्तला लगभग अहिले त सुन्तलाको बोट नै कहीँ पनि देखिएन नि, लगभग जिरो नै भइसक्यो जस्तो हो। यो चाहिँ 72 सालमा जब भूकम्प आयो, भूकम्प आएपछि चाहिँ तपाईँको यो सुन्तलामा एकैचोटि ह्रास आयो। अब यो केले आयो त्यो कुरा चाहिँ हामीले पत्ता लगाउन सकेनौँ। जस्तो कृषि विज्ञहरूले पनि अनुसन्धान गर्नुभयो, उहाँहरूले पनि खासै पत्ता लगाउन सक्नु भएन। भूकम्प पछि नै हो त कम भएको, अरू एकदम भूकम्प पछि यो जम्मै मरे। अब जस्तो हाम्रै वर्षको 5 लाखको मै बेच्थेँ भने अब अहिले खानलाई मात्रै पुग्छ। त्यही त, यो त नयाँ कुरा जस्तो सुने। जस्तै कतिपय ठाउँमा भूकम्प आएर यो पानीको मुहान सुक्यो भन्ने चाहिँ कता कता सुनेको पनि हो होइन, त्यस्तो चाहिँ धेरै ठाउँमा भएको पनि थियो। सुन्तलाको जस उत्पादनमा नै चरालाई अब हल्ली खल्ली भयो अथवा के भयो अथवा अरू नै कारणले भयो, त्यो त अब हामीले भन्ने कुरा चाहिँ हो। 72 सम्म हामी सालको 5 लाख बेच्थ्यौँ, 73बाट हामी 5 लाखबाट 2 लाख, 2 लाखबाट 1 लाख, 1 लाखबाट 20,000, 20,000बाट जिरो नै भइसक्यो। त्यो हिसाबले आएको कारणले गर्दा चाहिँ अब हाम्रो आय स्रोत चाहिँ छैन। त्यसको विकल्प पनि अब हामीले खोजेको आधुनिक कृषि, तरकारी खेती, व्यावसायिक पशुपालन, यिनीहरू नैतिर चाहिँ हामी अग्रसरै भएको हो। जस्तै अब दिदीले चाहिँ यो पशुपालन तपाईँ चाहिँ अलि बढी बाख्राको उयोहरूको त्यो कुराहरू गर्नुभयो नि त, जस तपाईँले कति छ अहिले बाख्राकै कुरा गर्दाखेरि चाहिँ, कि तपाईँले व्यावसायिक रूपमा धेरै नै पालिरहनु भएको छ कि? व्यावसायिक रूपमा चाहिँ होइन, घरमै पालेको हो। हजुर। अहिले 18-19वटा छ। गाई 2टा चराउने हो पुरै कि घाँस नै हाल्ने? घाँसै हाल्ने, घाँस काटेर घाँस, सेउला, पराल यस्तै ढोड त्यस्तै हाल्ने। जस्तो उन्नत जातको नै बाहिरबाट ल्याएर गर्नु भएको छ कि लोकलहरू? उन्नत जातको नै छ। गाई चाहिँ उन्नत जातको हो, बाख्राहरू चाहिँ लोकलै हो। त्यो जमुनापारी लोकल। जस त्यो पंक्षी के अरे जस पशुवाला चाहिँ कृषिमा चाहिँ पशुजन्य कृषि भनौँ अथवा दुध मासुजन्य कुराहरूको लागि चाहिँ बजार अलि सहज चाहिँ हो कि के छ? यो कुरामा चाहिँ जस्तो पशुपालन जुन बाख्रा पालन, गाई भैँसीको हकमा चाहिँ दुध यहीँ बिक्री हुन्छ। हजुर। अनि खसी बाख्राहरू पनि यहीँ व्यापारीहरू आएर किनेर लानुहुन्छ। र मुख्य चाहिँ दुधबाट चाहिँ पाउनुपर्ने जुन पैसा, जस्तो 15 दिन सकिन साथ पाउनुपर्ने कुरा चाहिँ कहिले महिना दिन, कहिले 2 महिना, एक महिनामा बाँड्छ हैन? एक महिनामा बाँड्नुहुन्छ। अझ नेपाल सरकारको निकायमा दिने मान्छेहरूले त 6 महिना 1 वर्ष भइसक्यो पैसा नपाएको होइन। त्यो सहकारीहरूले पनि दुध लिएर त्यो नदिने चाहिँ धेरै हुँदो रहेछ क्या? हो, त्यो सहकारीले लिएको दुध भनेको नेपाल सरकारको डिडिसीमा दिने हो। डिडिसीले चाहिँ सहकारीलाई पैसा दिएको छैन। त्यो हिसाबले चाहिँ किसानले पैसा पाएका छैनन्। यी कुराहरू पनि टाइममा हजुरहरूले नि सुन्नुभएको छ। हो, त्यही त डिडिसी त जस्तै अनि अहिलेको हकमा होइन, जो डिडिसी भयो अनि त्यसपछि यो उड्डयन प्राधिकरण अलिकति नाफामा गइसक्यो भन्ने कुरा त छैन त। जस्तै आयल निगम अलिकति घाटामा छ, त्यो हुँदा पनि भुक्तानी चाहिँ नगरेको जस्तो चाहिँ रहेछ अवस्था। त्यसो भए भुक्तानी नगरेको त्यही त सरकारको कृषिको नीति के, सरकारले किसानलाई कसरी हेर्छ? स्पष्ट कृषि नीति चाहिँ नेपालमा सरकारले किसानलाई हेर्ने एकदमै लो स्तरबाट हेरिदिन्छ कि। किसानले आफै चाहिँ सबै कुरा सम्पन्न छ भने हिसाबले हेरिदिएका कारणले किसान अहिले सधैँ तल पर्नुको कारण। जस्तै पहिला तपाईँहरूले यही कृषि गर्नको लागि अथवा चाहिँ यो सामान्य दिनचर्याहरू चाहिँ गर्नको लागि चाहिँ कति सहज थियो र अहिलेको पछिल्लो राजनीतिक परिस्थितिले चाहिँ कस्तो बनाएको छ? 63 पछिकोलाई एउटा फेज मानौँ, त्योभन्दा अगाडिकोलाई एउटा फेज मानेर भन्दा म दाइलाई नै अहिले सोध्न चाहेँ सुरुमा, यो कस्तो अनुभव पाउनुहुन्छ? पहिला के थियो पहिलाको राज्य व्यवस्था र अहिलेको राज्य व्यवस्थामा चाहिँ तपाईँले के भिन्नता पाउनुभएको छ? मैले अनुभव गर्दा चाहिँ विदेशमा चाहिँ कृषिजन्य पदार्थ एकदम महँगो हुँदो रहेछ होइन। हो, एकदमै महँगो। नेपालमा चाहिँ एकदम सस्तो। हरियो तरकारी खान नै त्यहाँ त दसैँ आउनु पर्ने जस्तो हुँदो रहेछ। प्रोत्साहित छैन कि यहाँ। अब जस्तै जापान, अमेरिका होइन, अस्ट्रेलिया, त्यसमा चाहिँ कृषिजन्य पदार्थहरू चाहिँ एकदम महँगो, किन्नै नसक्ने स्थितिमा छ। अब मासुजन्य पदार्थहरू चाहिँ धेरै सस्तो। हजुर। त्यही कारण नेपालमा चाहिँ अब त्यो धेरै सस्तो छ।
त्यही कारण कृषकहरूलाई चाहिँ प्रोत्साहित छैन। जस्तै यो महिला अधिकारको कुरा गर्दाखेरि होइन, जस्तै अलि पहिला अलिकति दमन थियो, शोषण थियो, अलिकति खुला रूपमा चाहिँ तपाईँहरूले विचार आफ्नो राख्न पनि नपाउने र घरमै सीमित हुनुपर्ने अवस्था थियो होइन। अब अहिलेको हकमा चाहिँ अब अनिवार्य स्थानीय तहमा पनि जनप्रतिनिधि अनिवार्य हुनुपर्ने जस्तो कुराहरू आउँदा यो परिवर्तन त हो नि त, यसलाई तपाईँले स्वीकार्ने कि नस्वीकार्ने? परिवर्तन चाहिँ हो नि त, त्यो पहिलाको त। अब यो कुरामा चाहिँ पहिला कस्तो थियो तपाईँहरूले भोग्दा, अहिले चाहिँ के अनुभव गर्नुभएको छ त्यो कुरामा चाहिँ? अब पहिला त अलि गाह्रै थियो नि होइन, अब छोरी मान्छेलाई अलि फ्री थिएन, अब खाना लाउन यताउति पनि अलिकति घरमा उ नै थियो। हजुर। अहिले त राम्रै छ, अहिले त्यस्तो छैन। अब घरमा सबै यसो हेर्दाखेरि पहिलाको सिचुएसन भन्दा अहिलेको सिचुएसन धेरै नै फरकै छ। फरक छ, यो फरक महिलाले पाउनु पनि अलिकति फरकै छ। पहिलाको जे नेतृत्वले प्रति हेर्ने एउटा दृष्टिकोण र अहिलेका जे भयो नि समग्र रूपमा भनौँ होइन, नेतृत्व भनेर एकजनालाई मात्र गर्नुभन्दा पनि समग्र यो व्यवस्थामै भएको नेतृत्वले चाहिँ केही पोजिटिभली चाहिँ हेरेको जस्तो चाहिँ लाग्छ तपाईँलाई? एकदमै हो। हजुर। एक कुरामा अलिकति थपौँ, जब परिवर्तन नेपालमा हरेक परिवर्तन पछि चाहिँ नेपालीले प्राप्त गरेको भनेको चाहिँ जस्तो महिला अधिकारको विषय भयो एउटा। हजुर। अनि सञ्चार, यो सञ्चार चाहिँ अब त्यति पहिला थिएन भने अहिले सामान्य व्यक्तिको हातमा नै एउटा मोबाइल छ र यो अनिवार्य नै जस्तो फेसबुक लगायत युट्युब विभिन्न च्यानलले गर्दा अलिकति सञ्चारको सुविधा प्राप्त भएको छ। अब विकास पनि अब पहिलाको भन्दा त विकास भएको छ, तर जनताले चाहे जस्तो विकास भएको छैन। त्यो हिसाबले यहाँ हुँदै नभएको र सरकारले गर्दै नगरेको भने चाहिँ कृषि मात्रै हो जस्तो लाग्छ है। जस्तै जो पर्यटनको क्षेत्रमा पनि अब अहिले अलिकति बढिरहेकै छ होइन, अनि त्यसपछि अब अरू पनि राम्रै छ। अब जस्तो हाम्रो यतातिर नि पर्यटन क्षेत्र छ, नवबुद्ध छ होइन। अब यो हिमालहरू पुरा भ्यू हेर्न पाइन्छ यो ठाउँबाट। अब परिवर्तन यो टुरिज्मको क्षेत्रमा अलिकति विकास चाहिँ भएको देखिन्छ। अब यो अस्ति भर्खर जेनजी भनेर आन्दोलन, ठुलो आन्दोलन भयो। अब तपाईँ अब हामी सबैलाई थाहा नै छ त्यो कुरामा होइन। यो वास्तविक यो जेनजीको आन्दोलनलाई चाहिँ तपाईँले कसरी हेर्नु भएको छ? यो ठिक थियो या थिएन? मेरो सोचाइमा चाहिँ यो एकदम ठिक छैन, किनभने यो जेनजीको नाममा चाहिँ सबै त्यही अवसर लुट्नेहरू मात्रै भइरहेछ नेपालमा। जेनजी यो यत्रो 76 जना चाहिँ मरे, यो फोकडै भएको जस्तो भयो त कि उनीहरूले जुन तरिकाले सोचेर आन्दोलन गरेका थिए त्यो चाहिँ नभएको खै अहिलेसम्म त खै के भएको जस्तो लागेन, कुनै परिवर्तनै देखिया छैन मैले चाहिँ यसो। यहाँ चाहिँ कतिको प्रभाव पर्यो यो ठाउँमा चाहिँ त्यो आन्दोलनको चाहिँ? अब यो जेनजीकै आन्दोलनको कुरा म अलिकति यसैमा जोड्छु उहाँले भनेको कुरामा। जस्तो आन्दोलन भयो 23-24 होइन, काठमाडौँमा विभिन्न क्षतिहरू भए। त्यहाँ विभिन्न आगो लाउने कामदेखि हरेक भए, मान्छे धेरै मऱ्यो। 76 जना अहिले तपाईँले भन्नुभयो 76 जना मान्छे पनि मरे। तर हामीले यहाँबाट एकदम विस्तृत रूपमा अध्ययन गर्दाखेरि चाहिँ जो जेनजी भनिने हो उहाँहरूको चाहिँ एउटा लिड गर्ने व्यक्ति थिए नरहेको अवस्था हामीले भेटायौँ। यदि त्यो लिड गर्ने व्यक्ति थियो भने विभिन्न त्यस्तो ध्वंसात्मक गतिविधि नहुनु पर्छ। नेतृत्व चाहिँ भएन, नेतृत्व लिने मान्छे चाहिँ कोही भएन। नेतृत्वको आन्दोलनले कहिले पनि सफलता प्राप्त गर्दैन जस्तो। फेरि अनि एउटा मात्र नेतृत्व त्यहाँ भएको भए पनि फेरि यो किनभने जेनजी आन्दोलन भनेको स्वतः रूपमा सबैजना समेटिएर गर्ने भन्ने थियो, त्यत्रो ठुलो मास चाहिँ हुन्थेन जस्तो लाग्छ कि तपाईँलाई के लाग्छ? मास त हुन्थेन नि त, यदि एकजना नेतृत्व गरेको भए त्यत्रो मास नहुन सक्थ्यो। जोडौँ अब मास कसरी त्यो बेला जम्मा भयो त भन्दा जसरी जेनजीले एउटा आन्दोलन गर्यो उसको सकारात्मक रूपमा भ्रष्टाचार विरुद्ध र यो जुन फेसबुक लगायत टिकटकका चाहिँ कार्यक्रमहरू बन्द गर्ने भन्ने सरकारको नीति थियो, त्यो हिसाबमा उहाँहरूले आन्दोलन गर्नुभयो। तर त्यो भित्र चाहिँ विभिन्न पार्टीका एमाले, काङ्ग्रेस, माओवादी, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीका समेत व्यक्तिहरूले चाहिँ त्यहाँभित्र अवसर लुटे, जसले जेनजीले आन्दोलन गर्यो प्रतिपक्ष गएर विभिन्न ठाउँमा ध्वंसात्मक गतिविधि गर्थ्यो। त्यो हिसाबले चाहिँ त्यो आन्दोलन चाहिँ एउटा नेतृत्वविहीन भएकै कारणले त्यो अवस्थामा
जस नेतृत्व भएको भए अलिकति कहाँ गएर कन्ट्रोल गर्ने भन्ने त थाहा हुन सक्थ्यो नि त यति धेरै क्षति हुँदैन क्षति हुन्थेन यो क्षति भए अनुसारको उपलब्धि भएन भन्ने चाहिँ तपाईँको पनि बुझाइ यो ठिक छैन भन्ने जस्तो नै कुरा हो अलिक फरक तरिकाले जानुपर्छ भ्रष्टाचार विरुद्ध आन्दोलन गर्नु एकदमै ठिक थियो तर त्यतिखेर नेतृत्वविहीनको कारणले गर्दाखेरि अहिले आएर चाहिँ त्यो ठिक भएन जस्तो हामीलाई चाहिँ महसुस लाग्यो तर जेएनजीको नाउँमा अरूले लुटे बढी के भन्नु एउटा कुरा अब जस्तै अब म पनि अस्ति 1 महिना जापान बसेर आएको त्यहाँको संस्कार र यहाँको धेरै भिन्नता पर्यो यहाँ चाहिँ अलि छाडापन जस्तो के जसले जे गरे नि हुने जसले जे भने नि हुने होइन एउटा शिष्टता भनेको छैन कि म आफैमा छैन भनौँ न हामीबाटै सुधार गरे गन्दैन के कसैले कसैलाई यहाँ मान्दैन हामीबाटै सुधार गरेनौँ भने यो देश चाहिँ कहिले बन्दैन जस्तो लाग्छ कि उसलाई चित्त नबुझे अर्कोलाई चित्त बुझ्दैन एउटा पार्टीले चित्त नबुझेको र अर्कोले चित्त बुझ्दैन जुन पार्टी आए पनि त्यस्तै यो क्रम चाहिँ चलिरहन्छ कि त्यही कारण बिस्तारै सुधार चाहिँ हुनुपर्छ व्यक्तिबाटै सुधार हुँदै जानुपर्छ जस्तो लाग्छ यो कुरा चाहिँ कानुनकै कुरा हुन्छ जस्तो अन्य देशमा चाहिँ एकदमै कानुन मान्नुहुन्छ उहाँहरूले एकदम प्रभावकारी छ कानुनदेखि अलावा के गर्यो भने उहाँहरूले कारबाही चाहिँ पाउनुहुन्छ तर नेपालमा के छ भने नेताले नै कानुन बनायो नेताले नै कानुन मिच्यो कि कानुन मिच्या छ भने अनि अरूले भने त अब कानुनलाई त खिल्ली उडाइदिन्छ र कानुन यहाँ राम्रोसँग चाहिँ लागू भएको छैन कानुन पालना नहुनु नै यो अनुशासनभन्दा बाहिर जानु हो अहिले हामी नेपाली जनता सबै अनुशासनभन्दा बाहिर छौँ किनभने यहाँ कानुन छ तर कार्यान्वयन छैन मुख्य समस्या चाहिँ यहाँनिर छ जस्तै अब मैले डिजिटल्ली नै अब अहिले जे होस् आधुनिकीकरण भन्दै गर्दा सबै कुरामा चाहिँ आधुनिकीकरण हुनु पर्यो हैन त अब तपाईहरुले गर्नुभएको कृषिवाला कुरा होला अथवा तपाईहरुले बोलेको कुरा होला तपाईँ आफ्नो विचार होला अथवा चाहिँ कुनै संस्कार संस्कृति होला हैन त्यसलाई चाहिँ बाहिर अन्त लैजानको लागि तपाईहरुले डिजिटल्ली कतिको प्रयोग इन्टरनेट त अहिले सबैकोमै आजकल छ वाइफाई नै छ होला हैन सामान्य कसैका छ कसैका छैन जस नभए पनि जस इन्टरनेटको एक्सेस चाहिँ मजाले टिकटकहरु पनि चलाउनुहुन्छ होला मजाले सबैले चलाउनुहुन्छ टिकटक चाहिँ म प्राय चलाउँदिन भन्नाले हेर्न चाहिँ हेर्नुहुन्छ न्यूजहरु चाहिँ यताउति न्यूजहरु चाहिँ अब खास विकासको क्रममा चाहिँ अहिले धेरै सुस्त भएको छ है जस्तै अब पहिला बाटोघाटो यताउति धेरै बन्थ्यो भने अहिले फेरि 1-2 वर्ष भयो अलि धेरै बजेटै कमाउने त्यस्तो भइरहेछ हैन त्यसले गर्दा चाहिँ अब यो चाहिँ माथिल्लो निकायमा बस्नेहरूले चाहिँ मेरो चाहिँ एउटा सुझाव के छ भने नि अब जस्तै यो 7 प्रदेश राख्नुभन्दा त्यसलाई चाहिँ खारेज गरेर हैन अब त्यो गर्यो भने हाम्रो खर्च त कटौती हुन्थ्यो नि त विकास खर्च त बढ्थ्यो अब अहिले त कर्मचारी खर्च हरेक खर्च अब सरकारी भवन खर्च हरेक त्यसले गर्दा नै विकास नभएको हो कि जस्तो चालु खर्च बढी भएकै हुनाले खासै विकासमा चाहिँ हुन पाएन भन्ने कुरा तर यस्तो पनि छैन त फेरि विकासकै लागि छुटिएको पनि त्यो मुख्य समस्या भन्दा पनि बजेट फ्रिज हुने समस्या हामीमा एकदम धेरै छ नि त बजेट फ्रिज हुने र चाहिँ यो बेरुजु बढी निस्किने पनि त्यस्तो पनि छ हैन त्यो भनेको त विकासको लागि छुटिएको तर प्रपरली त्यहाँ काम नभएर केही न केही नमिलेर त्यो पैसा फेरि ब्याक भएको हो त्यो समस्या पनि खास प्रमुख हो कि के होला एउटा कुरा म गर्छु त्यो स्थानीय निकायमा चाहिँ अहिले बजेट त दिन्छ हैन अब त्यसमा फेरि 20% अनुदान के रे श्रमदान गर्नुपर्ने भन्छ कि हजुर त्यसले गर्दा नै अब यहाँको जनता श्रमदान गर्न खोज्दैन हैन अनि माथि अब सरकारी निकायबाट चाहिँ त्यो श्रमदान देखाउनै पर्ने हुन्छ कि त्यही गर्दा पनि अब बजेटहरु फ्रिज गएको कारण पनि त्यो हो हैन अब कतिपय चाहिँ ठेक्का दियो अब अलिकति ठेक्कामा चाहिँ कडाई नगरेर पनि होला हैन अब उपभोक्ता समितिहरुबाट गर्नेमा काममा चाहिँ त्यो मुख्य समस्या चाहिँ त्यो छ कि जस्तै उपभोक्ता समिति त हरेक सामान्य एउटा बाटो गर्दा पनि अनि ढुङ्गाले एउटा वालै चिन्दाखेरि पनि बनाउनु पर्ने हुन्छ त्यसरी तपाईँ कुनै त्यसरी उपभोक्ता समितिमा बस्नु भएको छ कि छैन बसेको छु बस्नु भएको छ के छ तपाईँको अनुभव भनिदिनु न त्यसरी बस्दाखेरिको गाह्रो हुन्छ यो अध्यक्ष नै भएर बस्नुभयो अथवा अरू कुनैमा बस्नु भएको थियो तपाईँ म अध्यक्ष पनि भएर बसेको थिएँ जस्तै के बनाउँदा बस्नुभयो थोरै अलिकति भन्नु बाटो यो घर जाने बाटो के समस्या चाहिँ आउँदो रहेछ त जस्तै ठ्याक्कै गाउँमा काम गर्दा एउटा समितिमा बसेर के समस्या आउँदो रहेछ
अब आधी यस्तो हुन्छ, अब आधी काम गर्यो, समितिभित्र बस्यो, समितिभित्र बसेपछि पहिले आधी आफैले पैसा हालेर आधी काम गरेको देखाउनु पर्यो। त्यस्तो पर्छ र? पर्छ नि हजुर। अनि देखाउनु पर्यो। अनि त्यस पछाडि अब गाह्रो छ, अब के कागजहरू के मिल्दैन, के मिल्दैन, श्रमदान कति गर्यो भन्ने हुन्छ। नगरमा गएपछि यतार उधर एकचोटि गएर हुँदैन, 2-4 दिन होइन 5-7 दिन त धाउनै पर्छ। अब आफूले त्यो दुःख चाहिँ गर्नै पर्यो। अब त्यो अनि अरू जस्तै विवादको कुरा नि आउँछ नि कहिले? विवाद पनि आउँछ, विवाद पनि आउँछ। यो विषयमा अलिकति मनी गरौँ है त। जे होस्, अब उपभोक्ता समिति यसरी बनाएर काम गर्न दिनु ठिक हो या होइन त, अथवा के गर्नु पर्थ्यो यसको विषयमा? यो हिसाबमा चाहिँ अब मैले अलिकति यसमा जोडेँ, जस्तो नेपाल सरकारको नीतिमा अलिकति परिवर्तन गर्नुपर्छ। उहाँहरूको पहिलाको नीतिमा के थियो भने गाउँमा युवाहरू टन्नै थिए र त्यहाँ श्रमदान जोडेर चाहिँ योजना पठाइदिन्थ्यो सरकारले होइन, अथवा अहिले स्थानीय निकायले। अहिले के छ भन्दा युवाहरू छैन, युवाहरू चाहिँ पलायन भइसके, अब श्रमदान कहाँबाट गर्ने? बुढाबुढी मात्रै छन्। अनि श्रमदानको कुरामा चाहिँ अलिकति अब अप्ठ्यारो स्थिति भयो, किनभने बुढाबुढीले श्रम गर्न सक्दैन, त्यो नगरेसम्म पैसा नआउने भयो। अब विकासको चाहिँ मोडालिटी एकदमै चेन्ज गरेर गाउँमा पठाउनु पर्छ, जसले गर्दा चाहिँ त्यो श्रम नजोडिकन चाहिँ विकास हुने वातावरण सरकारले बनाउनु पर्ने अवस्था चाहिँ सिर्जना भएको छ। र उपभोक्ता समितिबाट काम गर्दा चाहिँ अलि के छ नेपाल सरकारको भने अलिकति झन्झटिलो पारा दिने, अनि ठेकेदार मार्फत गर्दा चाहिँ एकदम सजिलो पारा दिने हैन। जस्तो उपभोक्तालाई 20% पैसा जम्मा गर भन्छ, बिचरा गाउँको गरिबले कसरी 20% पैसा जम्मा गरेर लाखको योजनामा 20% भनेको त धेरै पैसा भयो, अनि त्यो जम्मा गर्न सक्दैन। अनि त्यसबाट पनि अब जनताहरू अलिकति यो चाहिँ ठिक होइन कि सरकारको नीति भन्ने कुरा भनेपछि उनीहरूको नीति नै जस ठेकेदारलाई पोस्ने अथवा बिचौलियालाई चाहिँ बिचमा ल्याइदिएर काम उनीहरूलाई दिने जस्तो चाहिँ मेसो भइरहेको छ। त्यसले गर्दा नै अप्ठ्यारो भएको कुरा हो। श्रमदान भन्दै गर्दा अब हर्क साम्पाङलाई त हामी सबैले चिनिन्छ होला, चिनिएकै छ अहिले। अब पार्टी पनि अहिले नयाँ खोल्नु भएको छ के अरे। अब श्रमदानको नीति उनले ल्याएर श्रमदान अनिवार्य, अब डोजर हुँदाहुँदै पनि आफूले खनेको कोदालो खनेको पनि हामीले देखियो होइन। अब यो नीति त खासमा पहिल्यैदेखि रहेछ नि त होइन, यसैमा स्थानीय त आएपछि भएको हो। हर्क साम्पाङ भनेको अहिले चाहिँ तपाईँको धरानको मेयर भएपछि उहाँले त्यो नीति लिएर आउनुभयो, त्यहाँ उहाँको राम्रै छ होइन, नीति ल्याउनुभयो, श्रम ढुङ्गा बोक्नुभयो, खानेपानी पठाउनु भयो। तर त्योभन्दा अगाडि हामीले श्रम गरेर यो बाटो मोटर बाटो खोलेको हो, किनभने हामीले कोदालाले यो भिड तपाईँहरू जुन बाटो आउनुभयो नि त्यो भिडमा चाहिँ कोदालाले महिनौँ दिन वर्षौँ दिनसम्म हामीले खनेर चाहिँ मोटर बाटो ल्याएको, जुन नितान्त श्रम थियो। हामी मकै पोलेर खाएर त्यो बाटो खन्थ्यौँ, नितान्त श्रमले चलेको थियो। भने मैले अघि यसैमा जोडिसकेँ, अहिले युवा छैन, श्रम गर्ने मान्छे छैन। त्यो कुराको लागि अप्ठ्यारो भइदियो। त्यो कुराको लागि अहिले चाहिँ एकदम नीतिसँगै मेल खाँदैन सरकार। उनले चाहिँ अलिकति मिडियामा आएको भएर देखिएर चाहिँ ल यो श्रमदान गर्नुपर्छ भन्ने भयो, तर तपाईँहरूले त्यो कुरा पहिलेदेखि गरेर आउनुभएको थियो एकदम। ल पाहाडै फोरेर बाटो बनाउने कुराहरूदेखि यही विषयमा अलिकति बढौँ। म चाहिँ शङ्खुपाटचौर गाविस हुँदा वडाध्यक्ष पनि यो आउनुभन्दा शङ्खुपाटचौर गाविसको 5 नम्बर वडाको वडाध्यक्ष पनि हुनु र हाम्रै पालामा चाहिँ त्यहाँ श्रमहरू चाहिँ श्रमदानको कार्यक्रम भयो। तपाईँहरू कुनै त्यसरी सार्वजनिक पदमा चाहिँ बस्नुभएको छ कि छैन? अनुभव छ? छैन, अहिलेसम्म त छैन। त्यस्तो इच्छा चाहिँ छ कि छैन? अब चाहिँ त्यो अवसर त अहिले छ नि त, यदि चाहनुभयो भने अब फेरि स्थानीय तहको निर्वाचन होला अथवा अरू कुनै होला, त्यो इच्छा चाहिँ छ कि छैन? तर अहिलेको स्थितिमा चाहिँ त्यो इच्छा भएन, किनभने अब जताततै तोडफोड होइन, के गरे कि अब यस्तो विरोध होइन, त्यो कारणले गर्दा चाहिँ अहिले चाहिँ अब बरु न्युट्रलमै बस्नु। भोलि वडाध्यक्ष भएर काम गरिएला फेरि घर चलाउन आइदेला, के गर्ने त्यो समस्याले गर्दा चाहिँ अहिलेको परिस्थिति चाहिँ एकदमै नाजुक छ, नाजुक छ के। अब कसैले राम्रो काम गरे पनि बाहिरबाट नराम्रो काम गर्यो भने यसको ठ्याक्कै समाधान चाहिँ के हो त? ल अब हामीले नै उदाहरण हेरौँ होइन, हिजो यत्रो पहिल्यैदेखि यत्रो आन्दोलन भयो, हरेक पटक सत्ता चेन्ज हुन्छ, मान्छे पनि नयाँ अनुहार आइरहन्छन्, फेरि नयाँ अनुहार अस्ति भर्खर पनि अघिल्लो निर्वाचनबाट पनि आए।
उनीहरूबाट पनि खासै केही भएन। यो खासमा निकास चाहिँ के हो त? यसको निकास भनेको चाहिँ कानुन हो। किनकि म सत्तामा गएँ, मैले जे गरे पनि मलाई कानुन लाग्दैन, अनि अर्कोले गलत देखाएको छ, अर्को सही कुरो बोलेको छ, मैले गलत गरिरहेको छु भने मलाई त कारबाही हुनु पर्यो नि। भनेपछि त्यो ठाउँमा गएपछि त्यस्तो हुँदो नै रहेछ, मलाई जसलाई नि कारबाही हुन्छ हुनुपर्ने, तर हुँदैन के। हुँदैन। अनि नहुना साथ के भन्छ, नेताले त कानुनको पालना गरेको छैन, सर्वसाधारणले त्यही सोध्छ किन गर्ने हामीले भन्ने किन हुन्छ। गर्ने। अनि अनुशासनबाट बाहिर जान्छ के, ट्र्याक एउटा बाहिर जान्छ। बाहिर जान साथ अहिले भर्खरै जेनजी आन्दोलनमा कतिले भ्रष्टाचार गरे होलान्, उनीहरूको तोडफोड भयो, त्यो ठिकै कुरा। कति त आफ्नो व्यक्तिगत सम्पत्ति बैङ्कमा लोनहरू छ, उसको घर त्यसरी जलेको छ। बनाएका पनि त छन् नि त। हो। घर जलेको छ। अब त्यस्तो मान्छेले अब यो सामाजिक भावनामा अगाडि बढ्छु, अब वडाध्यक्ष हुन्छु, मेयर हुन्छु भनेर भन्ने अवस्था अब छैन कि। त्यो हिसाबले पनि अब हामीले अलिकति यो हुनु नै कानुन नहुनु हो, कानुन छैन नेपालमा। कानुनको पालना जहिले हुन्छ त्यो बेला मात्रै देश एउटा ट्र्याकमा जान्छ। अहिले चाहिँ बिना कानुन, कानुन छैन भन्दा पनि छन चाहिँ तर मजाले गरिबलाई नै। छ, हो गरिबलाई छ। एकदम गरिबलाई छ। हामी जस्तो गरिब किसानलाई छ के, हो। होइन? किसानले अलिकति विषादी बढिहाल्यो भने त्यसले त्यसले कानुन लगाइदिन्छ। चेक जाँचमा हो, चेक जाँचमा गएर कानुन हुन्छ। त्यो हिसाबको कुरा छ कि। हो, जे होस् कानुनलाई चाहिँ जनमुखी सबैलाई बराबर हुने माथिदेखि बनाउनु नै एउटा पर्यो। कारबाही। तलसम्म हजुर। कानुन सबैको एउटै हुनुपर्छ, होइन? गलत गर्ने कारबाही गरिहाल्नुपर्छ कि। जब कारबाही नगरेर छोडिदियो भने अब ट्र्याक बाहिर गयो भन्ने कुरो त्यसै। जस्तै तपाईँलाई पनि फेरि भोलि बिहान कुनै अघिल्लो पटक पनि तपाईँ हुनुभएको रहेछ एउटा कुनै सार्वजनिक पदमा, अब चाहिँ इच्छा तपाईँको चाहिँ छ कि छैन? होइन, सामाजिक इच्छा गरेरै अब हामी बुढो भइसक्यौँ, होइन? 50 कटेज त बुढो भइयो नि त, होइन? अब इच्छा चाहिँ छ, इच्छा तर शक्तिलाई त देशको उमेरले स्थिति मात्रै चाहिँ अब नरोक्ला ठिक नि त। छैन। देशको स्थिति अब ठिक छैन। त्यो हिसाबले चाहिँ अब हामीले भनेको त कसैले विकासको सामाजिक भावनाको कुरा ल्याउँछ भने हामी सहयोग गरिदिने हो, त्यो हिसाबले। ल जस्तै अब उहाँ चाहिँ अब म अगाडि बढ्छु तपाईँले सहयोग गर्नु पर्यो भन्दै गर्दाखेरि चाहिँ तपाईँको के हुनसक्छ पहिलो स्टेपमा, कसरी गर्नुहुन्छ? उहाँले चाहिँ के काम गर्नुहुन्छ त्यो डिटेलमा हामीलाई बताउनु पर्यो। यदि अब मलाई चित्त बुझ्यो भने म उहाँलाई एकदम पछाडिबाट सहयोग गरिदिने, होइन? चित्त त बुझ्नु पर्यो। उसले काम गरेर देखाउनु पर्यो, व्यक्तिलाई सहयोग गर्ने होइन, उसको कामलाई सहयोग गर्नु पर्यो। तपाईँ अब नेपालमा भइरहेको पुराना वा नयाँ जुनसुकै पार्टीलाई तपाईँको सुझाव एउटा दिनु पर्यो भने चाहिँ तपाईँ के दिनुहुन्छ? अहिलेको बच्चाहरू अब भनौँ न, यिनीहरूलाई रोजगारी अनि दिनु पर्यो, विदेश जान नपर्ने वातावरण गराइदिनु पर्यो, कृषि पेसा गर्नेलाई कसरी हुन्छ, के गरी हुन्छ, अलिकति बजेट छुट्याइदिनु पर्यो, हो कि होइन? अब त्यही हो। अब अरू त त्यस्तो खासै के नै छ र। अब मैले भन्ने चाहिँ अब भर्खरको यो जेनेरेसनका केटाकेटीहरू सबैजना अब हाम्रो देशमा काम नभएर बाहिरै जान्छु भन्छन् सबैजना। उनीहरूलाई चाहिँ अलिकति रोजगारीको अलिकति उनीहरूलाई ध्यान दिएर अलिकति हाम्रो नेपालमा युवा जति सबै बाहिर गयो भने नेपालमा बस्छ को त? अब त नेपालमा बस्ने त बुढा आमा मात्र, अब कोही हुँदैन। हामीले नेपाल नै वृद्धाश्रम हुने हो कि भन्ने जस्तो त्यस्तै पनि भइसक्यो, वृद्धाश्रम जस्तै हुने भइसक्यो। त्यो पनि छ नि फेरि। जस्तै विदेश जाने कुरा चाहिँ अलिकति आकाङ्क्षा बढी भएर पनि हुनसक्छ कुनै बच्चाहरूको, होइन? तपाईँले त्यसमा चाहिँ थोरै मैले के बुझ्न चाहेँ भने चाहिँ नेपालमा राम्रै जागिर गरेर राम्रै गरेर बसिरहेको मान्छे पनि, राम्रै भनेर ल 50-60 हजार नै खाएको मान्छे पनि आज गइरहेको ट्रेन्ड चाहिँ छ। सबै नजालान्, होइन? सबै त्यसमा अपवाद पनि हुन्छ, तर थोरै बढी आकाङ्क्षी भएर विदेश जाने एउटा ट्रेन्ड पनि छ नि त। ओहो यसले त यस्तो गर्यो भनिन्छ, त्यसको त्यो कुरामा चाहिँ तपाईँको विचार चाहिँ के छ? मेरो विचार चाहिँ के भने नि, अब यो जस्तै अब भएको उद्योगहरूलाई नि जलाएर अस्ति देख्नु भने जस्तै भाटभटिनीहरू जलायो, होइन? त्यो गतिविधि चाहिँ एकदम रोक्नुपर्छ, होइन? अब देशमा विध्वंस गरेर चाहिँ देश विकास हुँदैन, होइन? बरु उद्योग धन्दाहरू खोलेर, होइन? अब यहाँका युवाहरूलाई चाहिँ अब घन्टाको हिसाबले चाहिँ काम लगाउने, होइन? त्यो गर्यो भने देशमा चाहिँ अब राम्रो हुन्छ, युवाहरू पनि बसिन्छ। अब कामै पाउँदैन अनि युवाहरू त विदेश जानै परेन। अब जस्तै अब तलब सुविधाहरू पनि राम्रो हुँदैन। अब जस्तै 50-60 हजार तलब खाएर काठमाडौँमा भाडा तिर्ने, खानालाई ठिक्क हुन्छ भन्छ, होइन? त्यो स्थितिले पनि हो त्यसमा चाहिँ। अब हजुरले हेर्नुहोस् न, त्यो भाटभटेनीमा अब कहिलेकाहीँ हामी यसो
गइन्छ नि होइन जाँदाखेरि त्यहाँ कतिजनाले रोजगारी पाएको थियो त एकचोटि हेर्नुहोस् होइन त त यत्रोजनाले अझ विशेष गरी कलेज पढ्ने स्कुल पढ्ने जो कतिजनाले रोजगारी पाएको थियो होला अनि कति त्यस्तो हामी यसो जाँदाखेरि कतिजनाले त्यो हामी जस्तो महिलाहरूले काम गरेको उनीहरूले कतिजनालाई बच्चाहरूलाई पढाइरहेको थियो होला हो कि होइन ल भन्नु त अब त्यो सबै ध्वस्त भयो उनीहरूको त गयो नि त जागिर सबै जागिर ध्वस्त भयो गएन अब एउटा कुरा मेरो पार्टी र यो दलहरूलाई चाहिँ सुझाव के हो भने यो ध्वंसात्मक तरिकाले होइन संयमित तरिकाले चाहिँ अब देशमा चाहिँ अब कसरी विकास गर्ने त्यतिर देशको सम्पत्ति चाहिँ ध्वस्त बनाउनु भएन होइन त्यो बनाउन भोलि कति खर्च लाग्छ त्यो त हाम्रै सम्पत्ति हो नि होइन त्यही कारण चाहिँ त्यसरी ध्वंस गर्नु चाहिँ राम्रो ठिक होइन अब जेनजी नयाँ पुस्ता भनौँ पुरानो पुस्ता जसले गरे पनि होइन त्यो चाहिँ एकदम बेठिक हो त्यसलाई चाहिँ रोक्नुपर्छ तपाईँहरूको थोरै पुरानो अनुभवहरू गर्दाखेरि चाहिँ तपाईँको बाल्यकाल चाहिँ कसरी बित्यो उहाँलाई सुनाउँछु अब बाल्यकाल त अब हामी त तपाईँ यही नै जन्मिनु भयो यही जन्मेको हो हामी त अब पहिलेदेखि नै स्कुल टाइमदेखि नै खेतीपातीमा काम गर्ने अनि त्यसपछि स्कुल जाने बिहान 2 डो घाँस काटेर बल्ल स्कुल जानु पाइन्थ्यो होला स्कुल जाने त्यसै गरी बित्या हो होइन अनि पढाइमा अलि अब त्यतिखेर त मोबाइलको जमाना थिएन होइन जस्तै अब पढाइमा चाहिँ अलि काम गरे पनि पढ्ने समयमा चाहिँ ध्यान दिन्थ्यो अहिलेको बच्चाहरू चाहिँ प्रायः मोबाइलमा ध्यान दिन्छन् कामतिर ध्यान दिँदैन रोदी खेल्न सेलो गाउन जानुभयो कि जानु भएन त्यो चाहिँ गरिएन गर्नु भएन है हजुर पहिलेदेखि ज्ञानी भएर के त हुँदै हुन्थेन त्यस्तो हुन त बेला बेलामा मेलाहरू हुन्थ्यो अब जस्तै अब सांस्कृतिक मेलाहरू जस्तै पर्वहरू अब नवबुद्धमा मेला लाग्थ्यो अब मेला हेर्न चाहिँ गइन्थ्यो तर नाच्ने गाउने चाहिँ भएन त्यति धेरै भएन अनि गाउँमा अब सबै जसले भन्दा पनि भयो होइन यस्तो यो शिकार खेल्ने अनुभव यस्तो हुन्थ्यो नि पहिला दुम्सी मार्ने होइन अनि त्यसपछि यो मदेल सदेल मार्न जाने यस्तो भयो कि भएन कहिले त्यस्तो गर्नु भएन यतातिर त्यतिखेर त खास बँदेल मृगहरू पनि त्यति थिएन अहिले चाहिँ व्यापक अब त्यतिखेर हुन्थेन त्यस्तो त्यतिखेर थिएन आएको थिएन जस्तो अहिले चाहिँ गाउँमा पनि बँदेल छ मृग छ होइन मृगल त सर्लकै आएर बाली खाइदिने घरको तरकारी समेत खाइदिने सबै जोत्दैछ साग र तर पहिला सबै जोत्दैछ यिनीहरू आउँदैन थियो अब अहिले चाहिँ छ किनभने जङ्गल वृद्धि भएको छ यहाँ वरिपरि चाहिँ क्षेत्रमा जङ्गल वृद्धि भएको छ दाउरा कसैले बाल्दैन जङ्गल बढाएको छ घाँस कसैले काट्दैन खासै त्यो हुँदाखेरि चाहिँ जङ्गल अनि जङ्गलबाट तरकारी लाएको ठाउँमा पनि आएर सबै उदिँदैछ साग पनि सबै उदिँदैछ सबै खतम बनाइदिएछ हाम्रो त त्योभन्दा नि मेरो अनुभवमा चाहिँ यो पहिला चाहिँ अब बन्दुक शिकारहरू गर्थ्यो त्यही कारण मृगहरू आउँदैन थियो अब यो जनयुद्ध भनौँ न माओवादी जनयुद्धपछि चाहिँ अब त्यो बन्दुक यताउति पनि हरायो होइन त्यसले गर्दा पनि अब जङ्गली जनावरहरू चाहिँ बढेको जस्तो अनुभव भएको छ कि मार्न त अब नपाइने नै भन्ने पनि छ के अरे होइन तर भए पनि पहिला त मार्ने मकै जम्मै खान्छ बँदेलले होइन अहिले संशोधन त भएको छ बारीमा आयो भने मार्न पाइन्छ भन्ने अब कसले कुरेर बस्ने कहिले मार्ने होइन बँदेल एक रातमा एक हुल आउँछ के हुलमा 15-16 आउँछ एक रात छिर्यो भने 3 हलको सबै खाइदिन्छ त्यो राति देखिएन भने कहिले मार्ने हिसाबले अब यो चाहिँ अब नीतिमै सरकारले चाहिँ अब यो बँदेल कृषि क्षेत्रमा चाहिँ बँदेल मृगहरूलाई चाहिँ घेराबार लाग्यो खोला यहाँ नजिकै खोला चाहिँ तपाईँहरूको कता छ खासमा छ रोसी खोला यहाँबाट 1 किलोमिटरै छैन अनि अर्को सानो खोलो छ यहाँ अर्को खोलो रोसी भनेको अस्ति बाढी पनि आएको थियो कि एकपल्ट यही त्यही खोलामै हो एकदमै यो खोलाले चाहिँ परार बाढी ठुलो आएर धेरै ठुलो क्षति गरेको छ यसको रोसीको शिरमा चाहिँ ढुङ्गा खानीहरू चाहिँ प्रशस्त रहेछ अब हामीले त्यहाँभन्दा अगाडि थाहा थिएन प्रशस्त ढुङ्गा खानी चाहिँ त्यहाँ खन्दा गरेर त्यहाँको लेदोले चाहिँ बगाउँदै यहाँदेखि कोसीसम्म रोसी जहाँबाट सुरु भयो रोसीदेखि कोसीसम्म जाँदाखेरि चाहिँ सबै ठाउँमा क्षति नगरेको भन्ने भागै छैन त्यसैमा चाहिँ हाम्रो एउटा सिँचाइ पनि थियो यहाँ भनेपछि अब यो प्लटिङले गर्दाखेरि यस्तो भएको त होला माटो आयो लेदो आयो भनिसकेपछि प्लटिङ होइन यो खानीबाट चाहिँ एकदमै त्यो लेदो आयो लेदो आएपछि चाहिँ त्यो बगाउँदै बढ्दै
जाँदाखेरि चाहिँ अब संसारै बगाएर लग्यो। घर क्षति भयो कति, गाडी क्षति भयो कति। हाम्रो पनि अघि मैले भने सिँचाइको एउटा रोसखोलाबाट पानी उयो डाँडामा तानेको थियो। अब त्यो मेसिन जुन 6 लाख चान्चुन पर्ने मेसिन त्यो बेपत्ता भयो होइन, अहिलेसम्म हालेको छैन, त्यो सञ्चालनमा आएन। सोलर सिस्टमको सिँचाइ प्रणाली थियो हजुर, कृषिकै क्षेत्रमा, अहिले त्यो बन्द छ। हर क्षेत्रमा रोसीको बाढीले एकदमै क्षति पुर्याएको छ। भनेको पहिला यस्तो रोसीमा बाढी चाहिँ पहिला त्यसरी आएको थिएन, फर्स्टचोटि देखायो हामीले। हाम्रो उमेरले थाहा पाएसम्म चाहिँ आएको थिएन। 50 वर्ष हुँदा पहिलोचोटि देखायो होइन त। उहाँको एउटा कुरा मेरो कुरा थपौँ। अब जस्तै यहाँ एउटा हाम्रो एक्लै खोला भन्ने छ, हजुर, यहाँ पनि थुप्रै खेतहरू सबै जम्मै बगरैमा परिणत भयो होइन। अब माथि यो धेरै क्षति भएको चाहिँ मास्तिरै हो, एक्लै खेत हजुर, माथिल्लो भेगमा धेरै बाढी र पहिरो भनौँ, पहिरो लेदो बग्ने त्यस्तो भयो। यो चाहिँ कारण यस्तो पनि होला सायद अहिले बाटो जताततै बन्यो होइन, त्यसले गर्दा अब कुलोको व्यवस्था भएन, त्यसले गर्दा पनि धेरै क्षति भएको जस्तो लाग्यो। किनभने पहिला पनि हामीले सम्झँदा पनि अब साउनमा त झरी नै लाग्थ्यो नि त। साउनमा त पानी परे लाग्थ्यो, असारकै लास्टदेखि त्यतिखेर त घुम थियो होइन, घुम ओड्ने चलन थियो। घुम प्रायः छोडिँदैन थियो, पानी आएको हुन्थ्यो। दसैँमा पनि कुनै दिन दसैँमा त 2-3 दिनसम्म लगातार वर्षा हुन्थ्यो, तर त्यसरी चाहिँ क्षति भएको थिएन कि। तर यसपालि चाहिँ पोहोरको साल चाहिँ धेरै क्षति भयो। अब यो समस्याग्रस्त रूपमा विकास सँगसँगै विनाश पनि हुन्छ भने जस्तै के विभिन्न डाँडाकाँडामा त डोजरले त बाटो खन्ने क्रम त संसारै भयो होइन। अनि पानी डोजर विकासले गर्दा जेठको महिनामा असार यो चाहिँ मसान्तर सकिने बेला हो। अनि त्यो डोजर लाएर जुन थर्केको जमिनहरू थियो त्यो जमिन चाहिँ पानी आउँदा गलेर एकदम लेदो टाइपमा बगेर धेरै क्षति गरे पनि हुनसक्छ। विकाससँगै विनाश पनि भयो। अब हामी त त्यही सोचेर बसिरहेको हो, विकास पनि भयो विनाश नै भयो, स्वीकार्नु पर्ने जस्तो अवस्था चाहिँ आयो। ठ्याक्कै गाउँ छोडेर जान मन लागेन कि जान मिलेन कि के भयो त्यस्तो? के गाउँ छोडेर जानु भएन या मिलेन जानु? होइन, जान मन नलागेरै कति आनन्द आउँछ गाउँ। जहाँ काठमाडौँ जहाँ गएर आउँदा पनि उतो घटे खोला तापेपछि त आनन्द, कस्तो आनन्द स्वच्छ वातावरण होइन, सफा भनौँ न, सहर बजार भन्दा धेरै स्वच्छ आनन्द आउँछ क्या। कस्तो त्यही कारण गाउँमै राम्रो लाग्छ, हावा नै मिठो आउँछ क्या। फोक्सो कलेजो नै टक्कस एकदम फ्रेस बनाइदिने क्या, त्यस्तो हावा आउँछ क्या। होइन, त्योभन्दा पनि अब हाम्रा बच्चाहरू 15-20 वर्षदेखि काठमाडौँमै कोठा लिएर बसिरहेछन् होइन। तर हामी यहीँ गाउँमै बसिरहेछौँ। अब हामी काठमाडौँ बस्न त, तर त्यहाँको त्यो एकदम वातावरण, त्यहाँको प्रदूषण, त्यहाँको ध्वनि त्यो चाहिँ हामी 1-2 दिन भन्दा खप्नै सक्दैन। अनि त्यसपछि सर र 1-2 दिन घर सम्झिन्छ। घरमा आएपछि एकदम आनन्द, स्वच्छ वातावरण, स्वच्छ हावा, स्वच्छ पानी। उहाँ बिस्लरी पानी किनेर खाने हो काठमाडौँमा, तर हाम्रो यहाँ इनारको पानी त्योभन्दा राम्रो। बिस्लेरी पानी त्यो हिसाबले चाहिँ गाउँ एकदमै बस्नलाई कम्फर्टेबल छ, वातावरण राम्रो छ, सबै कुरो छ। हामी किसानै हौँ, जसले जे भने नि हामी यहाँ उपस्थित भएका हामी किसानै हौँ। हामी सँगका मान्छे यो वार्डभरि, पल्लो वार्ड, वल्लो वार्ड, मैले अघि भने 6-7वटा वडामा राम्ररी हामीले चाहिँ कृषि कर्म गर्ने व्यक्तिहरूलाई राम्ररी पहिचान गरेका छौँ। उहाँहरूको पनि एउटै कुरा के भने लागतको चाहिँ आधारमा सरकारले मूल्य तोकिदिने हो भने यो विदेश जाने प्रथा चाहिँ बन्द हुन्छ। जस्तै तपाईँहरू सानसानै हुँदा पनि काठमाडौँ जाने भन्ने त्यो सहज कतिको थियो? जानु पाए हुन्थ्यो भनेर रहर लाग्नेवाला हुन्थ्यो कि हुन्थेन? यहाँबाट त नजिक पनि भयो अनि थियो। अब जस्तो हामी काठमाडौँ बस्यौँ, केही महिना केही वर्ष जागिर पनि खायौँ। जागिर खाने भने अझ पछि होला। मैले अझ पछाडि आएर बाल्यकालकै बेलाको कुरा गर्दा, बाल्यकालमा त अब झन् फुर्किँदै रमाउँदै जान पाए हुन्थ्यो। आहा काठमाडौँ होइन, के नै होला भन्ने जस्तो। त्यति धेरै त अब त्यहाँ त्यति बनिसकेको त थिएन होला त्यति बेला होइन? थिएन। अब अहिलेको जस्तो त्यो गुजुमुज्ज थिएन। हामी काठमाडौँ जाँदा खुल्लै किसिमको वातावरण थियो, त्यहाँ राम्रै वातावरण थियो।
खेतीपातीहरू टन्न थियो। अहिले त त्यहाँ खेतीपाती गर्ने ठाउँ घरै घर उम्रिसक्यो छैन, लगभग कहीँ पनि काठमाडौँभित्र त सायदै छैन, अलिअलि ललितपुर भक्तपुरतिर हो। त्यहाँका जनता पाल्ने जिम्मेवारी चाहिँ अहिले हाम्रो हो कि, तर हामीलाई चाहिँ सरकारले सहयोग गर्नु पर्यो कि। काठमाडौँलाई काभ्रेले काठमाडौँलाई काभ्रेले पालिरहेको छ भन्ने कुरो चाहिँ त्यो सरकारले बुझ्न सक्नु पर्यो। जस्तै काठमाडौँलाई काभ्रेले पालेको छ, काठमाडौँलाई धादिङले पालेको छ, काठमाडौँलाई नुवाकोटले पालेको छ। त्यो हिसाबमा चाहिँ अब त्यो काठमाडौँको केन्द्रको सरकारले चाहिँ किसानहरूलाई कसरी बचाएर फेरि काठमाडौँले तिनै काभ्रे नुवाकोट धादिङकालाई जो रोजगार पनि दिएछ भन्ला नि फेरि होइन त्यो पनि छ त आफ्नो क्षमताको आधारमा छ त्यो पनि रोजगार खान पाउनु भने त त्यो जुन आफू क्षमताले पाएको कुरा हो नि 77 जिल्लाको जनताको कुरा हो नि त होइन, त्यो त पाउनु पर्यो नि। ठिक छ। त्यो हिसाबमा पनि किसानलाई चाहिँ विशेष रूपमा जोड दिन सक्नुपर्छ सरकारले। जो बजारको चाहिँ उसको लागि खासै दुःख भएन, बजारको चाहिँ जान आउन वा चाहिँ सामान बजारको दुःख छैन, तर पहिलाको तपाईहरु सानै हुँदाको बेलामा नि अप्ठ्यारो भएन। पहिला हिँड्दै जाने हो नि पनौतीसम्म। जस्तै के थियो भने अझै जो हाम्रो यो मध्यपश्चिम नेपाल होइन, मध्यपश्चिमको कुरा गर्दा अझै पहिलाको गण्डकी प्रदेश अथवा चाहिँ त्योभन्दा अझ पुरा सुदूरपश्चिमतिर कर्णालीको कुरा त अझ टाढाको कुरा भयो। मध्यपश्चिममै के थियो भने यो नुन लिन बटौली जाने भन्ने कुरा थियो कि, जस्तै हाम्रो हजुरबाहरूको पालामा चाहिँ उहाँदेखि हिँडेर कति दिन लगाएर बटौली बुटवललाई बटौली भन्ने हुनुहुँदो रहेछ, बटौली नुन लिन आउनुपर्ने भन्ने थियो होइन। त्यसरी बजारको लागि चाहिँ त्यति अप्ठ्यारो चाहिँ काभ्रेको भूगोललाई चाहिँ भएन। अहिले त सहजै हो, पहिला त यहाँबाट पनौतीसम्म हिँड्नै पर्ने हो हामी पनि। हजुर, यहाँबाट पनौतीसम्म मात्रै मोटर, अब हामीले जाँदाखेरि पनौतीसम्म मोटर बाटो जानेको त्यहाँबाट उता पुराउनु जोडी। तर मैले नै यहाँबाट बनेपासम्म चाहिँ भारी बोकेर सुन्तला बोकेर त्यहाँसम्म पुर्याएर बेचेको छु। भनेपछि पहिला र अहिलेमा त धेरै अन्तर छ, धेरै दुःख थियो नि त। उहाँले बनेपा भेट्नु भएछ, मैले चाहिँ पनौतीसम्म भेटेँ। बनेपासम्म नै पहिला त यो बिमेराहरू थियो, तिहारतिर यसो बेच्न लान्थ्यो, दाउराहरू बेच्न लान्थ्यो बनेपासम्म पुर्याएर। धेरै दुःख पहिलाको दाँजोमा त सुविधा अहिले छ, पहिला त दुःख पनि थियो होइन, असहज परिस्थिति थियो, तर अहिले सुविधा छ, सुविधा अनुसार लागत वृद्धि भएको छ। अनि अब त्यो हिसाबमा चाहिँ अब हामी अगाडि बढ्दा अलिक कठिनाइ चाहिँ हामीले महसुस गरेका छौँ। धेरै आनन्द लाग्छ गाउँमा, किनभने अब हामी चाहिँ खेतीपाती गरेर गर्छौँ होइन। अब सहर बजारको मान्छे चाहिँ रनिङ के अरे मर्निङ वाक गर्नुपर्छ, त्यही कारण चाहिँ हामीलाई गाउँमा नै फाइदा छ। के उत्पादन पनि हुने भयो होइन, के फाइदा पनि हुने भयो, आफ्नो स्वास्थ्यलाई पनि चाहिँ एक्सर्साइज भनौँ न हुने भयो। बजारमा त अब के ट्रेन्ड छ भने बिहानमा युवाहरू जिम जान्छन् होइन, जिम जानको लागि चाहिँ 5 मिनट उता चाहिँ बाइक चढेर जाने, वहाँ गएर चाहिँ फेरि दगुर्ने त्यो भित्र, त्यस्तो ट्रेन्ड छ नि त। त्यो कुराको लागि चाहिँ गाउँले चाहिँ सहज बनाइदियो होइन। गाउँ त तपाईँको जब यो किसान छ नि, किसान त जो आफू कृषिमा व्यस्त हुन्छ उसलाई मर्निङ वाकको आवश्यकै भएन। जस्तै दिदीलाई मैले सोध्न चाहेँ, अब अहिलेको परिस्थितिमा यो आन्दोलनपछिको जुन सरकार बन्यो नि त्यो बारेमा अलिअलि तपाईँलाई पनि थाहा छ नै होइन। यदि प्रधानमन्त्रीको ठाउँमा तपाईँ नै प्रधानमन्त्री भइदिए भए तपाईँले के गर्नुहुन्थ्यो? मैले तपाईँ ठ्याक्कै यही परिस्थितिमा यही अवस्थामा तपाईँ प्रधानमन्त्री बन्न पाउनु भएको भए के चाहिँ गर्नुहुन्थ्यो? अहिले जसरी हामीले कम्प्लेन गरिरहेछौँ नि त, के गऱ्यो भए चाहिँ कम्प्लेन आउँथेन होला? तपाईँलाई के लाग्छ सामान्य रूपले चाहिँ सोच्दाखेरि? म चाहिँ के गर्थेँ भने पहिलो सुरुमा चाहिँ उहरू छन् नि वायतहरू, यिनीहरूलाई सबलाई फालिदिन्थेँ म, सबैले फालिदिन्थेँ हो कि मुख्य एउटा देशलाई धेरैजना मान्छे चाहिँदैन नि त, देशलाई सही दिशामा ल्याउनु त एकैजना भए हुन्छ क्या, हो कि होइन भन्नुहोस् त? एकजनाले पनि चाह्यो भने चाहिँ राम्रो बन्न सक्छ भन्ने कुरा। हजुर, तपाईँ भएको भए चाहिँ के गर्नुहुन्थ्यो? त्यो हो मुख्य त अब कृषकलाई नै। अनि त्योभन्दा पनि अहिलेको जुन सरकार त कसरी बनायो भने आन्दोलन भयो, जबरजस्ती चाहिँ पहिलाका चाहिँ 2/3 ल्याएको पार्टीहरू चाहिँ गलततिर जानु पर्यो, अनि त्यसपछि ती जेनजीहरूको माग पुरा गर्न भनेर बनेको वाला सरकार थियो नि त।
त्यसको लागि चाहिँ के प्लान के चाहिँ गर्नुहुन्थ्यो भन्ने मलाई त्यस्तो अवस्थामा चाहिँ मैले चाहिँ के गर्थेँ भने अब यो अहिलेका नयाँ पुस्तालाई पनि समेटेर होइन हजुर अब यो यही संविधानलाई नै केही संशोधन गरेर होइन देशमा चाहिँ अब विकासका मूलहरू चाहिँ कसरी फुटाउन सकिन्छ होइन। अब त्यो वर्षौँ वर्ष यत्रो ऊ रुख ढलेर कुहिएर खेर जानुभन्दा त्यो पनि त एउटा देशको आय स्रोत हो नि त, होइन त? ठिक हो। जस्तै निर्वाचनमा चाहिँ तपाईँहरूले के हेरेर चाहिँ भोट हाल्नुहुन्छ? जस्तै अहिलेसम्म कसरी हाल्ने गर्नुभएको थियो र अब चाहिँ त्यसमा चेन्ज गरौँ जस्तो लागिरहेछ कि अब निर्वाचन आयो भनेपछि म यो कुराले चाहिँ म प्रभावित हुन्छु, यो हेरेर चाहिँ भोट हाल्छु भन्ने कुरा तपाईँले चाहिँ के हेर्नुहुन्छ पहिला चाहिँ? हामी व्यक्ति हेर्दैनौँ। हजुर होइन, व्यक्ति हेर्दैनौँ। जो आउनुहुन्छ अब हाम्रो यहाँ ओडामा उहाँले अब जस्तै कति राम्रो काम गर्नुहुन्छ, अब कृषिलाई, अब हामीहरूलाई यो गाउँलाई होइन कति राम्रो काम गर्नुहुन्छ। राम्रो काम के गर्नुहुन्छ भने त थाहा नै हुँदैन नि, थाहा नै हुँदैन। अब थाहा हुन्छ नि, हल्का त थाहा हुन्छ नि, हल्का कुनै कुरा त थाहा हुन्छ नि त। हो, त्यसको आधारमा पनि अब यो मान्छेलाई निर्वाचित गरेर जिताउँदा चाहिँ केही हुन्छ कि भन्ने आशा। तपाईँले चाहिँ के हेर्नुहुन्छ खासमा? होइन, अब पहिला चाहिँ अब पार्टीगत सिद्धान्तको आधारमा हामीले धेरै पटक भोट हालिसक्यौँ। तर पछिल्लो समय चाहिँ के भयो भने पार्टीभित्र पनि एउटा जिम्मेवारी वहन गर्न छोडे नेताहरूले आफू जितेर जाने र आफ्नो अनुकूल काम गर्ने, त्यो जनताको मतलबै नगर्ने, त्यो हिसाबले ट्रेन चल्यो अब नेताहरूको। त्यसकै परिणाम पनि जेन्जी आन्दोलन होला, अब यसरी सोच्नुपर्छ होइन। अनि त्यसरी चल्यो, त्यो कारणले गर्दा अब त हामीले एकदमै विचार पुर्याएरै अब मतदान गर्नुपर्छ एकदमै। किनभने अब सबै विश्वासीलाई छैन। अब त्यो हिसाबले अब विवेक आफूले चाहिँ मान्दै आएको विचार बोकेको वाला दललाई पनि अब चाहिँ सोच्न पर्ने बेला चाहिँ आएको। त्यो दलभित्र सबै खराब छैनन्, त्यो दलभित्र पनि एकदम खराब मान्छेहरू छन्। ती खराब मान्छेहरू यदि फेरि त्यही दलभित्र आयो भने अब उसैलाई छैन सोचेर मैले भनिहालेँ, जसले विकास गरेर उ गर्नुहुन्छ नि उहाँलाई नै हालिने। तपाईँको पनि त्यसमा धारणा नै यही नै छ कि के फरक छ थोरै? अब देशको संविधानमा नै लेखिएको छ कि बहुमतवाला दललाई नै सरकार बनाउने ऊ छ, नियम छ होइन। त्यही कारण अब राम्रो दललाई नै हाल्नु पर्यो नि। यो व्यक्तिलाई हालेर त अब त्यो व्यक्तिले गएर भोलि गएर प्रधानमन्त्री बन्न एकजनाले जितेर मात्र त फेरि संसदीय व्यवस्थामा मिल्दैन केही पनि हुँदैन। त्यही कारण राम्रो दललाई नै छानेर होइन, त्यो कुरा त हो, दललाई त राम्रै छानियो, तर त्यो दलभित्र हाम्रो क्षेत्रमा चाहिँ अब अलिकति भ्रष्टाचारी व्यक्ति दलले उठाइदियो भने हाल्नुपर्छ भन्ने त छैन नि। त्यो त हाम्रो भोट भनेको हाम्रो अधिकारको आवाज हो, हाम्रो इच्छाले हाल्छौँ त्यो भोट भन्ने चाहिँ कसैको दबाबमा हुँदैन। भोट चाहिँ हामी दबाबमा हाल्दैनौँ। दलभित्र एकदमै राम्रो मान्छे आयो भने त त्यसलाई त अब होइन दलमा त अब आउने पनि भयो, त्यसमा सबै गलत भन्ने भएन, पर्यो होइन। दलकालाई नै बाइपास गर्ने भन्ने कुरा नि होइन। तर ठ्याक्क उहाँले नै भन्नुभयो जस्तो पनि दल त आवश्यक छ, फेरि 2/3ले नै सरकार बनाउने हो यहाँ होइन। भोलि बिहान चाहिँ त्यो मिलेन भने झन् अस्थिरता चाहिँ आउँछ। अहिलेको अवस्थामा भएको पनि त त्यही हो नि। हो, त्यही हिसाबले अब के हुनु पर्यो यो जेनजीको आन्दोलनपछि भने दलहरू सच्चिनु पर्यो। दलहरूभित्र पनि त्यहाँभित्र चाहिँ खराब नेताहरू को छन् तिनलाई दलले चाहिँ बाइकट गराउनु पर्यो र राम्रा मान्छे अगाडि सार्नु पर्यो। र अब जेनजी पुस्ताकै हिसाबले युवाहरूको चाहिँ एउटा सरकार बनाउन सक्ने चाहिँ दलभित्र पनि हुनुपर्ने अवस्था चाहिँ सिर्जना भएको छ। फेरि यस्तो छ, स्थानीय तहमा चाहिँ आफ्नो व्यक्ति छानेर पनि हाल्न सकिन्छ। स्थानीय तह र प्रतिसभा यो चाहिँ राष्ट्रिय स्तरको चाहिँ चुनावमा चाहिँ थोरै फरक हुन्छ। स्थानीयमा त अब माटो बुझेको मान्छे चाहियो नि त। विदेशमा बसेर आइरहेछ, ल अघिल्लो दिन आएर उठ्छु भनेर त नपाउला। त्यस्तो मान्छेलाई राम्रो भयो नि हाल्ने भन्ने कुरो भयो। काम गर्ने भन्ने जो चुनावमा उठ्छ काम गर्न सक्छु यो कारणले काम गर्छु भन्ने मान्छेलाई नदिने हो नि, होइन र? जस्तै अब लगभग हामी अन्तिमतिर पनि छौँ होइन। ठ्याक्कै यो गाउँको समस्या चाहिँ के हो अहिलेलाई? खासमा मैले अघि कुरो उठाएको थिएँ, यहाँको आर्थिक स्रोत भनेको सुन्तला
अहिले मऱ्यो सबै, मऱ्यो सकियो होइन। अब यो गाउँलाई चाहिँ आर्थिक रूपमा त उठाउनु पर्यो नि। पर्यो उठाउनलाई के चाहियो? अब यहाँ फेरि आधुनिक तरिकाको सुन्तला खेती हुन्छ कि अथवा किवी खेती हुन्छ कि अथवा कुन चाहिँ खेती चाहिँ यसमा यो वातावरणमा उपयुक्त हुन्छ, त्यो हिसाबको चाहिँ सरकारले एउटा नीति ल्याउनु पर्यो। एक गाउँ एक वडा एक उत्पादन भनेको छ, कुन चाहिँ उत्पादन यसको लागि ठिक त्यो ल्याउनु पर्यो। सहुलियत कुराहरू अघि भने जस्तै दिनु पर्यो। र यहाँ सिँचाइको व्यवस्था अलिकति गरेका थियौँ, थोरै 20-30 घरले सिँचाइ उपभोग गर्थ्यो, यहाँ त 100 घर छन्। ती सबैलाई हुने गरी सिँचाइको व्यवस्था चाहिँ सरकारले गरिदिनु पर्यो। र मुख्य जता हामीले कुरो जता र जता घुमायो नि यो विदेश पलायन हुने वातावरणबाट चाहिँ यहीँ रोजगार सृजना गर्ने अवस्था सरकारले गरिदिनु पर्यो। यो भयो भने यहाँ श्रम पनि पाइन्छ, उत्पादन पनि हुन्छ, बिक्री पनि सरकारले मूल्य तोक्दैछ, समस्या हुँदैन। यी कुरा चाहिँ गर्नुपर्छ भन्ने चाहिँ मेरो आन्तरिक भित्री मनदेखि लाग्छ। अब उहाँले भन्ने भन्दा फरक अरू केही कुराहरू अरू समस्याहरू चाहिँ ठ्याक्कै तपाईँहरूले लागेको कि नै छ कि छैन? ठ्याक्कै त्यही नै हो, हाम्रो यहाँ मुख्य भनेकै सिँचाइ नै छैन। त्यो पनि हो। एउटा चाहिँ बाटोको पनि धेरै महत्त्व छ। अब बाटै भएन भने उत्पादन भएको सामानहरू लान अप्ठ्यारो हुन्छ। त्यही कारण अब हाम्रो नगरपालिका त घोषणा भयो, तर त्यो अनुरूप सुविधा चाहिँ छैन। जोस् यस्तो अब सरकारले गरिदिनु पर्यो त भन्नुभयो, सरकारले गरिदिनु पर्यो भन्दा पनि यो स्थानीय त आएको नै यही सरकार भनेकै जनता हुन्, होइन। गाउँ गाउँमा सिंहदरबार भन्ने कुरा त नारा नै छ, होइन। त्यो पनि आएको। तपाईँहरूले नै यो अब चाहिँ यसो गर्नुपर्छ, होइन, यो गरेर चाहिँ ठिक हुन्छ भनेर आवाज राखेर तपाईँहरूले नै मध्येकै प्रतिनिधि कोही हुँदाखेरि त समस्याको हल त केही हदसम्म हुन्छ होला नि, होइन र? अब यो गाउँ हामी नगरपालिकाभित्र छौँ, अहिले घेरिएर हामीलाई नगरपालिका भनेको छ, तर हामी गाउँमै छौँ के। हामी चाहिँ यो धुलिखेल नगरपालिकाको पछाडिको ठाउँ हो। यो धुलिखेल 12 एकदमै लास्टमा पर्छ, होइन। त्यो हिसाबले अब वडाले त के गर्न सक्छ र? वडा नगरपालिकाले बजेट विनियोजन गर्दो रहेछ। नगरको मेयर साहब, उपमेयर साहबहरूले हरेक वडालाई बजेट दिने रहेछ। कति भने एउटा वडामा चाहिँ 30 लाख रुपियाँ बजेट दिनुहुँदो रहेछ, होइन। अनि 30 लाखले त्यो वडा अध्यक्षले पनि कतातिर चाहिँ विकास गर्ने? यस्ता टोल त बाँड्दै ठिकै हुन्छ, होइन। त्यो हिसाबले अब यो एक हिसाबले बजेटको अभाव, किनभने कमसेकम एउटा वडालाई वडा अध्यक्षको हिसाबले त्यहाँका जनता एक वडाको हिसाबले काम गर्न लगभग 1-2 करोड पैसा विकासको मात्रै आउने हो भने के विकास हुन्छ? 30 लाख आएर के विकास हुन्छ? त्यो त सम्भवै छैन। अहिलेको महँगाई, अहिलेको सिमेन्टको भाउ, अहिलेको ढुङ्गा गिटी यही नै हो विकासको कच्चा सामग्री भनेको। अब डोजर यिनीहरू चलाउनु पर्ने अवस्थामा त्यति पैसाले केही विकास हुँदैन। नगरले त्यही 50 लाखसम्मको एउटा योजना हाल्दै हुन्छ, वडालाई 30 लाख रुपियाँ विनियोजन गर त भनेर पठाइदिए हुन्छ, त्यसले त खासै केही विकास हुँदैन। त्यो हिसाबमा हामीले जति कराए पनि जे गरे पनि त्यो विकास खासै सुनिएको जस्तो चाहिँ भएन। यो कुरामा एउटा लास्टमा एउटा कुरा जोडौँ। अब उहाँले भने जस्तै अब नगर वडालाई चाहिँ अब 30 लाख आउँछ। अब यस वडाभित्र पनि थुप्रै ठाउँहरू छ, जस्तै एक्लिखेतमा अब यो पटक 10 लाखको काम भयो भनौँ, 10 लाखमा यति 70 मिटर पिच ढलान हुने भयो भनेपछि अब कहिले सम्भव हुँदैन नि। अब फेरि यो प्रदेशले अहिलेसम्म अब लगभग 3 वर्ष चान्जुन भयो, यो क्षेत्रमा प्रदेशको बजेट एउटै परेन। हेर्नुहोस्, अब यो राजनीति भने यस्तै हुँदो रहेछ, आफ्नो पार्टीको पहुँच जता बढी हुन्छ त्यतै बजेट लाँदो रहेछ। अब मैले अघि नै भने त्यही कारण यो प्रदेश भन्ने चाहिँ खारिज गर्नुपर्छ। स्थानीयलाई तहलाई नै बलियो बनाउने र सङ्घ मात्रै भयो भने देशमा विकास चाहिँ धेरै हुन्छ। जस्तै अब दिदीलाई मैले सोधेँ, युवाहरूलाई चाहिँ ठ्याक्कै तपाईँले के सुझाव चाहिँ दिन चाहनुहुन्छ? जस्तै तपाईँहरूसँगै ल हामीसँग बसेर यसो गरौँ, यो तरिका हो भन्ने हिसाबले होला, अथवा चाहिँ जुनसुकै कुरा होला यही ठाउँका, अथवा चाहिँ तपाईँलाई जसले सुनिरहेका छन् कि युवालाई चाहिँ के भन्न चाहनुहुन्छ? म युवाहरूलाई चाहिँ के भन्न चाहन्छु भने अब बाहिर नजाउँ, आफ्नै माटोमा आफ्नै जन्मभूमिमा केही गरौँ, यही लगानी गरौँ। बाहिर गर्ने परिश्रम दुःख
यही आफ्नै नेपालमा आफ्नै देशमा गऱ्यो भने केही हुन्छ भन्न चाहन्छु। यति कुराले कन्भिन्स हुन्छ नि त? अब कन्भिन्स त हुँदैनन् किनकि अब देशमा कन्भिन्स गर्ने उ नै छैन होइन। तर पनि म चाहिँ यही भन्छु अब अरू त के भन्नु छ र, गर्न चाहिँ सकिन्छ चाह्यो भने केही आफ्नै माटोमा आफ्नै नेपालमा आफ्नै देशमा केही गर्न सकिन्छ भन्न चाहन्छु। उहाँको कुरामा चाहिँ उहाँको कुरा सही किसिमले लागु हुन चाहिँ सरकारको नीतिमा चेन्ज गर्नुपर्छ। हजुर, किनभने सरकारले यो देशमा रोजगार स्थापना गर्नु पर्यो, उद्योग स्थापना गर्नु पर्यो। अब हर क्षेत्रमा अब छ नि, अब उद्योगहरू कपडा भयो, जुत्ता कारखाना भयो, तपाईँको यहाँ जसरी हामी चाइनाबाट सामान ल्याउँछौँ त्यसै गरी नेपालमा उत्पादन भएर विदेश पठाउने सिस्टममा जान सक्नु पर्यो। अनि न पो त्यो अब विदेश पलायन हुँदैन त। हाम्रा बच्चाहरू यहीँ चाहिँ रोजगार पाएपछि किन जानु विदेश? बाबुआमाको काखमा मजाले बसेर रोजगार पाउँछ भने विदेश जानुपर्ने आवश्यकता छैन। त्यो हिसाबले फर्स्टमा चाहिँ सरकारले नै कानुन चेन्ज गरेर यहाँ लगानीको वातावरण बनाउन सक्नुपर्छ, अनि मात्रै यो सम्भव हुन्छ। योग्यता अनुसारको जागिर दिनु पर्यो। हो, दिनु पर्यो। जस्तै अब लास्टमा तपाईँहरूको कुरा जसले सुनिरहेका छन् उहाँहरू सम्पूर्णलाई, चाहे त्यो चाहिँ कुनै एउटा निकायमा जाओस्, कसैको मान्छेले सुनोस्, वा युवाले वा तपाईँहरूको उमेरकोले, जुनसुकै उमेरको मान्छेले सुन्दाखेरि पनि एउटा चाहिँ अब के भन्न चाहनुहुन्छ? अब भन्नुपर्दा अब त्यही उहाँले भने जस्तै यो सरकारले यो नियम चाहिँ त्यस्तै किसिमको ल्याउनु पर्यो र विदेश बस्ने युवाहरूले पनि अब विदेशीमा बस्ने युवाहरूले पनि अब नेपालमै लगानी गर्नेतिर चासो देखाउनु पर्यो। राज्यले पनि त्यो वातावरण बनाउनु पर्यो। तर विदेशमा पनि गाह्रो छ, काम गर्न सजिलो छैन, रातभरि चाहिँ खट्नुपर्ने हुन्छ। त्यति काम गर्यो भने नेपालमा पनि धेरै जन्मभूमिमा हुन्छ भन्ने चाहिँ यो सम्बन्धित निकायमा बस्नेको लागि पनि यो सुझाव होइन। र विदेशमा बस्ने अब हाम्रा छोराछोरी भाइ बहिनी अब सबैमा त्यो अनुरोध गर्न चाहन्छु। विदेशी लगानी चाहिँ यहाँ गर्न सक्ने वातावरण चाहिँ सरकारले गर्नुपर्छ। यसो उसो गर्यो यी कुराहरू सरकारकै थाप्लामा आउँछ। मेरो छोरी पनि विदेशमा छ, अमेरिकामा छ, माइली छोरी। अब उसले चाहिँ कमाएको पैसा यहाँ केही लगानी गरौँ न भनेर पठाउने वातावरण त छैन। किनभने मैले यहाँ लगानी गऱ्यो भने अर्कोले आएर यहाँ त ध्वस्त गरिदिन्छ। लगानीको पनि सुरक्षा र उत्पादनको पनि सुरक्षा चाहिँ दिन सक्नु पर्यो। अन्तिममा काभ्रेको बारेमा, काभ्रे र यो ठाउँको बारेमा आम जनता, अब जसले चाहिँ सुन्नुहुन्छ, आम चाहिँ श्रोताले थाहा नभएको कुरा एउटा अथवा केही छ कि, केही जान्नै पर्ने कुरा केही छ कि, अथवा चाहिँ यहाँ कसैले तपाईँले ल घुम्न आउँ यहाँ यस्तो ठाउँ छ भन्नु पनि चाहनुहुन्छ कि, केही छ भने चाहिँ तपाईँको सन्देश पनि थोरै अब अन्तिममा भनिदिनुहोस्। अब खासै काभ्रे जिल्ला अघि नै हामीले कुरा गरिसक्यौँ, कृषि र पर्यटनको एकदमै राम्रो सम्भावना भएको जिल्ला हो। र काभ्रे जिल्लामा कृषि कर्म गर्न सरकारले प्रोत्साहन गरोस् र पर्यटनको हकमा विदेशीहरू पनि काभ्रे जिल्लामा छ। नवबुद्ध भयो, पलाञ्चोक भयो होइन, पनौती भयो, जुन विभिन्न उसमा चाहिँ लिपिबद्ध भएको छ। त्यो हिसाबले अब यहाँ पौराणिक हिसाबका मठ मन्दिरहरू पनि काभ्रे जिल्लामा छन्। अब यो समग्रमा राम्रो काभ्रे जिल्ला छ र यहाँबाट अधिकांश हिमाली भेगहरूलाई अवलोकन गर्न सकिन्छ। त्यो हिसाबले पनि यो क्षेत्रमा आएर चाहिँ अलिकति घुमेर मनमोहक आनन्द लिइदिनु होला सबै 77 जिल्ला लगायत विदेशीलाई पनि, व्यक्तित्वहरूलाई पनि यहाँ आएर चाहिँ घुमेर मनमोहक आनन्द लिएर जानु होला भन्ने कुरो म भन्न चाहन्छु। हस्, धन्यवाद, एकदमै खुसी लाग्यो। अन्त्यमा यहाँहरू आएर यो हाम्रो सामान्य किसानहरूको चाहिँ एउटा वस्तुस्थिति, यहाँको दुःखहरू चाहिँ जुन बुझ्न चाहनुभयो ती कुराहरू चाहिँ सम्बन्धित निकायसम्म पुर्याइदिनु होला भन्ने पनि ल म एकदमै हाम्रो प्रयास पनि त्यही हो। हामीले पनि यो हाम्रो प्रयास पनि त्यही हो र हामीले गर्न खोजेको पनि त्यही हो। हामीले भनेको एउटा माध्यमको रूपमा चाहिँ काम गर्न सक्छौँ। वास्तविक आवाजहरू तपाईँहरूले आज यहाँ बोल्नुभयो, यस्तै अन्य ठाउँका पनि कथाहरू छन्, अन्य ठाउँका पनि आवाज छन्।
यस्तै आवाजहरू पनि हामी फेरि पनि लिएर आउनेछौँ। एकदमै रमाइलो भयो हैन। अब फेरि पनि अरू विषयवस्तुमा पनि फेरि पछि कुरा गर्दै गरौँला। त्यो भएर आजको लागि तपाईँहरूलाई एकदम धन्यवाद भन्दै सहृदयताका साथ फेरि पनि धन्यवाद व्यक्त गर्दै आजको कार्यक्रम हामीले यहीँ अन्त्य गर्नुपर्ने हुन्छ। टिमलाई नै एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छु। जहाँ काठमाडौँमा बसेर यो पिछडिको गाउँसम्म आएर चाहिँ एउटा किसानको समस्या चाहिँ उजागर गरिदिनु आँट गर्नुभयो। एकदम यहाँहरूलाई धेरै 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 धन्यवाद। हजुरहरूलाई पनि एकदम धेरै हृदयदेखि नै धेरै धेरै धन्यवाद। हस्, एकदमै खुसी लाग्यो होइन। फेरि पनि भेट होस्, अन्य कुरामा अन्य विषयवस्तुमा पनि कुरा गर्न पाऊँ। र यसै गरी हाम्रो चाहिँ आज गिफ्टिङ पार्टनर भनेको सरप्राइज इनसाइड छ। यसले चाहिँ हाम्रो गेस्टहरू तपाईँहरूको लागि सानो गिफ्ट पठाएको छ। यो चाहिँ हामी तपाईँहरूलाई दिन चाहन्छौँ। धन्यवाद। यो पनि तपाईँले सरप्राइज इनसाइडको तर्फबाट धन्यवाद। थ्याङ्क यू। ल यो पनि तपाईँलाई सानो गिफ्ट सरप्राइज इनसाइडको तर्फबाट। धन्यवाद। सम्पूर्ण अडियन्सहरूलाई धेरै धेरै धन्यवाद। काभ्रेको यो सुन्दर ठाउँबाट पछाडि देखिएको बल्थली हो यो एपिसोडमा एकदम रमाइलो कुराकानी भयो। फेरि पनि आउनेछौँ नयाँ कथा र नयाँ ठाउँ लिएर। थ्याङ्क यू। धन्यवाद। धन्यवाद।